तपाईँ के कुरा गर्नुहुन्छ? परसाई सरसँग डर छ? ठुलो कुरो डर भन्ने कुरै छैन। डर छैन तपाईँ सर, डर भन्ने गल्ती नगरेपछि त डरै हुँदो रहेछ हौ खगेन्द्रजी। गान्धी किन डराएन अङ्ग्रेजसँग? गान्धीको तौल 52 केजी हो, मेरो तौल 56 केजी छ। गान्धीको लाइनमा हुनुहुन्छ? गान्धीकै लाइनमा। गान्धी 52 केजी, म 56 केजी छु के, अनि ऊभन्दा त 4 केजी। 52 केजीको गान्धी त डराएन भने म किन डराउँ? कर्ण भण्डारीले गरेका सबै हुनुहुन्छ भने म त ओपन, उहाँ आउनुहोस् गर्नुहोस्, म छोडिदिन्छु त। कर्ण भण्डारीलाई आउनुहोस्, बाटो खुल्ला छ। झापाली मुर्दाबाद भनेका छन्, अब तपाईँको शेरबहादुर देउबा मुर्दाबाद भनेका छन्। मैले अघि त्यत्रो तपाईँको चाहिँ प्राचीन युगदेखि सोक्रेटिसको पालादेखि लिएर जोन एफ केनेडीको पालासम्म, मार्टिन लुथर किङको पालासम्मको हत्याको उदाहरण दिएको थियो। मार्टिन लुथर किङ के चाहिँ अपराध गरेका थियो त? अमेरिकाको अश्वेत नेता मार्टिन, व्हाट क्राइम डिड ही कमिट? क्यान यु एन्सर? के त्यसो भए ऊ गल्ती थियो र उसलाई गोली हाने हो? झापाली मुर्दाबाद, झापाली मुर्दाबादको नारा, हामी अर्को देशका नागरिक हौँ, त्यसले तपाईलाई पोल्यो? हामी अर्को देशको नागरिक हौँ, त्यसले तपाईलाई तपाईको पोल्यो? तपाईँको मान्छे, तपाईँ कैलालीको मान्छे, तपाईँ डोटीको मान्छे, तपाईँ कैलाली डोटीको मान्छे झापामा गएर बस्न पाउने कि जागिर गर्न पाउने कि नपाउने? तपाईको प्रश्न, मेरो प्रश्न। तपाईको विरुद्धमा नारा जुलुस गर्ने, नाराबाजी जुलुस गर्नेहरूले जब 202 402 भोटमा 202 भोट गन्दासम्म ठिक, जब एक पार्टी, जब ये 202 भोट गन्दासम्म सबै ठिक, जब आफ्ना पार्टीको कुनै नामो निशान भएका भोटहरू आउँदैनन्, अनि जब त्यही बेला 202 गर्नुभन्दा अगाडि के थियो त? जब 202 भोट गरिरहँदा बाहिरबाट कुनै विशेष ठाउँबाट जनरल फ्रान्को, स्पेनको तपाईँको चाहिँ डिक्टेटर भन्नुहोस्, तर गुड डिक्टेटर जनरल फ्रान्कोले यस्ता शक्तिहरूलाई, कलेजभित्रका शक्तिहरू अथवा आफ्नो देशभित्रका शक्तिहरूलाई चाहिँ जो बाहिर सूचना चुहावट गर्छन् त्यसलाई फिफ्थ कोलम भनेका छ। कलेजभित्रका फिफ्थ कोलमहरूले सानोतिनो त्रुटिहरूलाई ल्याएर बाहिर काग कौवाको रूपमा काम गर्दै उता र यताको मेसेज गर्ने फिफ्थ कोलमहरूको समस्या पो हो त यो त। मैले त यो सुखडमा तपाईको, मैले त यो सुखडमा एक कप चिया पनि कलेजको पैसाले खाए भने, फलाना देवेन्द्र कुमार परसाईले कलेजको पैसाले एक कप चिया खायो भनेर मुद्दा हाल्ने फिफ्थ कोलमहरूको संख्या कमी छैन यो क्याम्पसभित्र। आन्तरिक यो सब कुरोहरू चाहिँ आन्तरिक तपाईँको चाहिँ फिफ्थ कोलम, म त्यसलाई फिफ्थ कोलम भन्छु। तपाईँ आफै भन्नु, आफै विचार गर्नुपर्छ। कडा चेतावनी छ फिफ्थ कोलमहरूको। तपाईँ यहाँ गएर सोध्नुहोस्, देवेन्द्र परसाई कसैसँग जुट्दैन? तपाईँको यहाँ मेरा होटलमा, कलेजका खाता खोलेका होटलमा गएर तपाईँ सोध्नुहोस्, एक कप चिया पनि पाहुनाहरूलाई खुवाएको बेला पनि मैले एक कप चिया खुवाएको छुइनँ, मेरो पैसा दिएको छु। तपाईँ त यति क्लिन मान्छे छ, सब कपडै हेर्नुहोस् कति क्लिन लाउँछु, अनि जस्तो कपडा छ त्यस्तै मन छ। के कुरा गर्नुहुन्छ तपाईँ? भने अन्य ठाउँमा हुने जात्रा भन्दा हाँडी गाउँको जात्रा विशेष महत्त्वको हुन्छ। त्यसकारणले विशेष महत्त्वको स्थान भएको, विशेष महत्त्वको कलेज भएको हुनाले राष्ट्रिय कलेजमा काहीँ नभएको जात्रा हाँडी गाउँमा भनेको सत्य कुरा हो र यो विशेष कलेज हो। यहाँ हुने जात्राहरूले विशेष महत्त्व राख्छन्, अन्य हुने जात्राहरू भन्दा अद्वितीय। सोभि निर्वाचनलाई तपाईले निष्पक्ष र धाँधली रहित हिसाबमा सम्पन्न गर्न सक्नु भएन के देवेन्द्र परसाईजी? तपाईँ चुक्नुभयो यसमा, तपाईले धेरै गल्ती गर्नु भएको छ भन्ने अन्य विद्यार्थी संगठनको आरोप छ तपाईमाथि। आरोप लाउनेलाई हामीले यो प्रजातान्त्रिक व्यवस्थाको परिकल्पना किन गरिराखेको हो? हामी किन प्रजातान्त्रिक मुलुकमा छौँ कि आरोप लगाउनेलाई आरोप लगाउन स्वतन्त्रता छ, आरोप पुष्टि गर्नको लागि अदालत छ। यसमा बहस गर्नु, आरोप लगाउनेलाई आरोपकर्तालाई स्वतन्त्रता छ, आरोप पुष्टि गर्नको लागि उहाँहरूलाई तपाईँको चाहिँ अदालतको बाटो पनि खुल्ला छ। तपाईँ क्याम्पस प्रमुख भएर क्याम्पस प्रमुखको मर्यादामा तपाईँ रहनु भएन र कि एउटा पार्टीको एजेन्टको रूपमा तपाईँ प्रस्तुत हुनुभयो? म कुन पार्टी निर्वाचनमा? म कुन पार्टीको निर्देशनमा तपाईँले जबरजस्ती जसरी सोभि निर्वाचनको मत परिणाम सार्वजनिक गर्नुभयो, त्यसको कारण आज हेर्नुहोस् त क्याम्पसको तपाईको कोठामा ताला लागिरहेछ। म कुन पार्टी म कुन पार्टीको हो भन्ने कुरो मलाई नै थाहा छैन भने उहाँहरूले यो कसरी भन्नुभयो? म स्वयंलाई थाहा नभएको कुरो उहाँहरूले कसरी पत्ता लगाउनुभयो त्यो त मलाई थाहा छैन। तर यो कलेजमा पूर्व क्याम्पस प्रमुख र तपाईको बीचमा जुङ्गाको लडाई छ, टकराव छ हैन? कर्ण भण्डारी र तपाईको बीचमा। त्यो त कर्ण भण्डारीलाई त्यो ठ्याक्कै खुलासा गर्नुस् है आज तपाईले मिडियामा। ठीक म सत्य यो विषय धेरै मान्छेले बुझ्न चाहिरहेछ। म उहाँसँग लड्न चाहेको छैन। उहाँले के कर्ण भण्डारी र देवेन्द्र परसाई बीचको लडाई के हो? जुङ्गाको लडाई।
तपाईहरुको लडाईले गर्दा भोलि यो क्याम्पस ध्वस्त भयो भने कसले जिम्मेवारी लिने? पहिलो कुरो त देवेन्द्र प्रसाईजी म कहिल्यै जुङ्गा पाल्दिन। हेर्नुहोस् फेसै यति क्लिन छ, देख्नु भएको छ अगाडि छ तपाईहरु दुईजनाको बीचमा, त्यो त घाम जस्तै छ सबै 16 वर्षसम्म नै सकिन्न, नै छताछुल्ल भइसक्यो के तपाईहरुको विवाद। जुङ्गाको लडाई भन्ने कुरा आफू जुङ्गा पालिँदैन, जुङ्गाको लडाई के हुन्छ आफूलाई थाहा छैन। हेर्नुहोस् है, किनभने आफू निट एन्ड क्लिन भएर हिँड्ने मान्छे हो, कसैसँग सम्झौता गर्ने छैन। अब किन उहाँले गर्नु भएको रहेछ, यदि गर्नु भएको छ भने किन उहाँले गर्नु भएको छ उहाँले बोल्ने कुरो हो, मैले एन्सर दिने होइन, किनभने उहाँको हक मैले खोज्नु भएन नि। तर टकराव छ तपाईहरु दुईजनाको बीचमा, क्याम्पसभित्र द्वन्द्व छ, हामीलाई गोप्य सूचना प्राप्त भएको छ। द्वन्द्व भन्दा पनि काम गर्ने शैली उहाँको अलग थियो, मेरो अलग छ। अर्को नाटक एउटा नौटङ्की यो क्याम्पसमा रचिएको छ अरे, पूर्व क्याम्पस प्रमुखको पनि तपाईहरुले हस्ताक्षर राख्नु भएको छ अरे के? यो के को नाटक हो, के को नौटङ्की हो? यो धरतीकला देखाइराख्नु भएको छ तपाईहरु। यो नौटङ्की भयो वर्ग सबैको सिग्नेचर राख्दिने, यो सिस्टम हुँदैन क्याम्पस, यो नीति हुँदैन, विधि हुँदैन, प्रक्रिया हुँदैन। यो चाहिँ साँच्चै ठुलो नौटङ्की भएको छ। कहिले काहीँ 4 जना खोज्न जानुपर्छ, अस्ति मात्रै झन्डै 1 जना नभएटेको भए 4 जनाको चाहियो, 4 जनाको सिग्नेचर यो संसारको कुनै ठाउँमा नभएको छ। अब म पनि गइसकेपछि त मेरो समेत हुनु पर्यो। पहिलाकाले जे गर्यो क्याम्पस जति हुँदै जान्छ सबैको सिग्नेचर राख्दै जानुपर्ने भयो, चेकमा सबैको सिग्नेचर राख्दै जानुपर्ने भयो। अब मलाई के भनिराखेका छन् भने त्यही बेला पनि सोभियुका सभापतिले पनि भन्दै थियो अब मेरो पनि हुनु पर्यो, सबैको सिग्नेचर चाहियो, सबैको सिग्नेचर चाहियो। कारण के भयो भने चेकमा के छ स्वार्थ? त्यही त कि चेकमा त्यो ठाउँै भएन। मेरो चेकमा सिग्नेचर हुनै पर्छ भनेकै हो, तपाईले खुलासा गर्नुस् है। त्यो भनेकै हो। तपाईँ अध्यक्ष खगेन्द्रसँग यसको उत्तर म दिन सक्दिनँ। अध्यक्ष खगेन्द्र हमालजी हुनुहुन्छ, उहाँले र उहाँका बीचमा के भयो त्यो कुरो अब उहाँहरूलाई नै थाहा छ। तर उहाँले जो काम गर्नुभयो यो उहाँले आफूले राम्रो काम गरे भने जस्तो लाग्छ भने पनि उहाँ सबै आम पब्लिकको नजरमा उहाँले अत्यन्त, मेरो व्यक्तिगत रूपमा मैले पहिले पनि भनेको सर यसले तपाईँलाई आफैलाई असर गर्छ, भोलि यो नजिर बन्छ, भोलि अर्को क्याम्पस क्याम्पस प्रमुख पहिला उहाँ हुनुहुन्थ्यो, स्वाभाविक हिसाबमा उहाँको सिग्नेचर हुने भयो। स्वाभाविक क्याम्पस प्रमुख छोडिरहँदा पनि कर्ण भण्डारीले चेकमा मेरो सिग्नेचर हुनै पर्छ भनेर डिपी गर्नुभयो होइन? सम्म गर्नु सायद मलाई लाग्छ उहाँको व्यक्तिगत इमेजमा अत्यन्त नराम्रो असर आउने कुरा हो। आम जनताले पनि उहाँलाई त्यो किसिममा राम्रो हेरेका छैनन्। तपाईँले भने जस्तै किन उ गरेका छ त, किन गरेका छैन भन्ने कुरो। भोलि त अब तपाईँ क्याम्पस प्रमुख आज हुनुहुन्छ, भोलि कुनै समय तपाईँ पनि छोड्नु होला, तपाईँको पनि सिग्नेचर चाहियो। म पछि यही 5-6 वर्षमा 4-5 जना क्याम्पस चिफ रिटायर होलान् मानिलिउँ, ती सबको राख्यो भने तपाईँ कहाँ राख्नुहुन्छ? खोज्दै हिँड्नुपर्छ। फेरि उहाँहरू पहिला कुनै चेकमा सिग्नेचरै गरिदिनुहुन्न, त्यो दुःख दिने काम भयो नि त। दुःख दिने नि पहिले यहाँ छु भन्दा तपाईँको कहिले काहीँ हामी लास्टमा हुन्छ आधा घन्टाले डबल शुल्क बुझाउनु पर्ने हुन्छ। 2-3 चोटि त्यो केस भइसकेको छ खगेन्द्रजी। यहाँ सोभियुको तपाईँको निर्वाचन के हाँडी जात्रा हुन्छ, यहाँ त हाँडी जात्रा त अर्को आन्तरिक कुराहरूको पनि पो छ त। यो कुराले कहिलेकाहीँ मेरो हाम्रो लेखापाल नै तपाईँको चाहिँ म अब छोडिदिन्छु यो गर्न सक्दिनँ भनेर कतिचोटि हात र ननसेन्स कुरा गरेर हुन्छ। तपाईँको मैले पैसा राखेको 3000 रुपियाँमा प्रति पिरियड क्याम्प 3000 देखि 3500 रुपियाँमा तपाईँको चाहिँ यो 3000 देखि 3500 रुपियाँमा चाहिँ पर पिरियड टिचरहरूलाई तलब दिने, अनि पर पिरियड 3000 देखि 3500 दिने, अनि टिचरहरूको एक किसिमको श्रम शोषण भयो कि भएन? कर्ण भण्डारीले होइन 3000 देखि 3500मा दिँदाखेरि श्रम शोषण भयो कि भएन त? अनि 3000 देखि 3500 एक पिरियडको टिचरलाई तलब दिने, अनि मैले यति केही होइन 13 लाख रुपियाँ समथिङ अक्षय कोषको पैसा हो, उहाँले गर्दाखेरि 40 लाख रुपियाँ समथिङ छोडेर जानुभएको थियो। तपाईँको असारको 31 गते तलब 31 गते थियो भने 1 वर्षसम्म तलब कहिले हेर्नु नआएर एउटा तपाईँ सक्नुहुन्छ? कसैको हिम्मत हुन्थ्यो? तपाईँ कुन सबभन्दा देशमा सबभन्दा पहिलो कलेज भयो कि नै हामी भन्नु त? यति थुरै मतदातामा नारा जुलुस लाग्दा तपाईँ डराउनु भएन? हेत सर मैले त भने नि सुगा झापाली भनेर जुन नारा जुलुस लाग्यो, अरे सर सुगाहरू निर्वाचनको बेला सुगा डराउनु भएन? सुगाहरूले पढाएको पाठ पढ्ने हुन्, मलाई सुगाहरूसँग डर छँदै छैन र सुगाहरूलाई पढाउने को हो भनेर मैले चिनिसकेको छु। मेरो कुरा त तिनीहरूसँग हो, मैले प्रतिवाद गर्ने सुगाहरूसँग हो त कि सुगालाई पाठ पढाउने मालिकसँग हो? हामीले कुराकानी गरिरहँदाखेरि
कर्ण भण्डारीको भन्दा उत्कृष्ट काम गरेर तपाईँले राष्ट्रिय कलेजलाई यो क्षेत्रकै उत्कृष्ट नमुना कलेज बनाउन सक्नुहुन्छ? त्यो क्षमता, त्यो भिजन, त्यो प्लान, त्यो खाका, त्यो योजना तपाईँसँग छ? नमुना कलेज त भइसक्यो, योभन्दा बढी के बनाउने? तपाईँ आफै भन्नुहोस् त। पहिला नमुना कलेज बनाउनका लागि तपाईँको पहिला नमुना कलेज बनाउनको लागि बुलबुलेले 100% तलब बढाएर देखाओस्। 100%, जीएमसीले 100% तलब बढाएर देखाओस्। कैलाली मोडेलले 100% तलब बढेर देखाओस्। नेपाल सरकारले वर्तमान एक्जिस्टिङ ब्युरोक्राट्सहरू र सर्भिस होल्डरहरूको 100% तलब बढाएर देखोस् त। योभन्दा मोडेलको काम के गर्नुहुन्छ तपाईँले? धेरै उत्कृष्ट काम भएका छन्। योभन्दा बढी हुन्छ के? योभन्दा बढी के हुन्छ? तपाईँको कडा ठाडो चेतावनी छ हैन? बहुत ठुलो। योभन्दा के हुन्छ? काग कराउँदै रहन्छ, पिना सुक्दै रहन्छ। यति गरेर म झुप लागेर बस्ने मान्छे, यो त कास्टिङ मात्रै हो, फिल्म सुरु भएकै छैन त। नमस्कार, कार्यक्रम सुनौलो विशेषको पर्खाइमा बसिराख्नुभएका तपाईँ सम्पूर्ण श्रोता अनि दर्शकहरूमा स्वागत छ। प्राविधिक मित्र विशालसँगै म कार्यक्रम प्रस्तोता, कार्यक्रम सञ्चालक खकेन्द्र जैसीको तर्फबाट। आदरणीय श्रोता अनि दर्शकहरू, तपाईँले कार्यक्रम सुनौलो विशेष कैलालीको मसुरियामा रहेको रेडियो सुनौलो एफएम 105.6 मेगाहर्ज, हाम्रो इन्टरनेट अनलाइन www.radiosunaulofm.com, त्यसै गरी अल नेपाल एफएम रेडियो, digitalnepal.com एप, सुनौलो एफएम को आफ्नै एप छ। हाम्रो पात्रोबाट विश्वभर कैलालीका अन्य विभिन्न अरू हाम्रा 4वटा साझेदार रेडियोबाट तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ भने यति बेला प्रत्यक्ष हिसाबमा भिडियो लाइभ तपाईँ आम दर्शकले रेडियो सुनौलो एफएम 105.6 मेगाहर्ज को आधिकारिक फेसबुक पेज र सुनौलो टेलिभिजन मार्फत विश्वभरबाट हामीलाई प्रत्यक्ष हिसाबमा हेरिराख्नु भएको छ। यस कार्यक्रममा हामी प्रत्येक दिन समसामयिक विषयवस्तुमाथि चर्चा, परिचर्चा, कुराकानी अनि बहस गर्छौं। विशेष गरी त जनताले बुझ्न चाहेका जनचासोका विषयवस्तुमाथि सीधा प्रश्नको सीधा जवाबमा हामी सीधा कुराकानी गर्ने गर्दछौं। आजको कार्यक्रममा हामी कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर 1 सुखडमा रहेको राष्ट्रिय कलेजमा यति बेला तालाबन्दी छ। सोभियु निर्वाचनको विवादलाई लिएर केही विद्यार्थी संगठनहरूले राष्ट्रिय कलेजमा तालाबन्दी गरिरहँदाखेरि तालाबन्दी खोल्नको लागि के कस्ता प्रयासहरू भएका छन् र विशेष गरी देवेन्द्र कुमार परसाई यस कलेजमा कलेज प्रमुखको रूपमा आइसकेपछि के कस्ता सुधारहरू उहाँले गर्नुभएको छ? पछिल्लो समयको विवाद के हो? खास यो विवादको समाधान कसरी गर्न सकिएला लगायत यो राष्ट्रिय कलेजको समग्र सेरोफेरोमा केन्द्रित रहेर हामी आजको कार्यक्रममा शिक्षा क्षेत्रको बारेमा विशेष बहस अनि कुराकानी गर्दैछौँ। र कुराकानीको लागि हामीसँग यस घोडाघोडी नगरपालिका वडा नम्बर 1 सुखडमा रहेको राष्ट्रिय कलेजका क्याम्पस प्रमुख देवेन्द्र कुमार परसाई हुनुहुन्छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौँ, वेलकम गर्छौँ। देवेन्द्र कुमार परसाईजीलाई स्वागत छ कार्यक्रम सुनौलो। नमस्कार, धन्यवाद। तपाईँ यो सुखडमा रहेको राष्ट्रिय कलेजको क्याम्पस प्रमुख हुनुहुन्छ। तपाईको क्याम्पसमा काहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तो यो किन भइरहेछ? खासमा सोभियु निर्वाचन भयो, तालाबन्दी छ क्याम्पसमा, मेरो गोरुको 12 टक्का भइरहेछ। तपाईँले सही नेतृत्व गर्न नसकेर हो अथवा कसको कारण भयो? यसको दोषी को हो? ठ्याक्कै बताउनुहोस्। तपाईलाई म भन्न चाहन्छु, काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्नुको मतलब के हो भने अन्य ठाउँमा हुने जात्रा भन्दा हाँडी गाउँको जात्रा विशेष महत्त्वको हुन्छ। त्यसकारणले विशेष महत्त्वको स्थान भएको, विशेष महत्त्वको कलेज भएको हुनाले राष्ट्रिय कलेजमा काहीँ नभएको जात्रा हाँडी गाउँमा भनेको सत्य कुरा हो र यो विशेष कलेज हो। यहाँ हुने जात्राहरूले विशेष महत्त्व राख्छन्, अन्य हुने जात्राहरूभन्दा अद्वितीय। सोभियु निर्वाचनलाई तपाईँले निष्पक्ष र धाँधली रहित हिसाबमा सम्पन्न गर्न सक्नु भएन के? देवेन्द्र परसाईजी, तपाईँ चुक्नुभयो। यसमा तपाईँले धेरै गल्ती गर्नु भएको छ भन्ने अन्य विद्यार्थी संगठनको आरोप छ तपाईँमाथि। आरोप लाउनेलाई हामीले यो प्रजातान्त्रिक व्यवस्थाको परिकल्पना किन गरिराखेको हो? हामी किन प्रजातान्त्रिक मुलुकमा छौँ कि आरोप लगाउनेलाई आरोप लगाउन स्वतन्त्रता छ, आरोप पुष्टि गर्नको लागि अदालत छ। यसमा बहस गर्नु, आरोप लगाउनेलाई आरोपकर्तालाई स्वतन्त्रता छ, आरोप पुष्टि गर्नको लागि उहाँहरूलाई तपाईँको चाहिँ अदालतको बाटो पनि खुल्ला छ। तपाईँ क्याम्पस प्रमुख भएर क्याम्पस प्रमुखको मर्यादामा तपाईँ रहनु भएन र कि एउटा पार्टीको एजेन्टको रूपमा तपाईँ प्रस्तुत हुनुभयो? म कुन पार्टी निर्वाचनमा? नै, म कुन पार्टीको? एउटा पार्टीको निर्देशनमा तपाईँले जबरजस्ती जसरी सोभियु निर्वाचनको मत परिणाम सार्वजनिक गर्नुभयो, त्यसको कारण आज हेर्नुहोस् त क्याम्पसको
तपाईँको कोठामा ताला लागिरहेछ। म कुन पार्टी यो त ठिक भएन नि। नै म कुन पार्टीको हो भन्ने कुरो मलाई नै थाहा छैन भने उहाँहरूले यो कसरी भन्नुभयो? म स्वयंलाई थाहा नभएको कुरो उहाँहरूले कसरी पत्ता लगाउनुभयो त्यो त मलाई थाहा छैन। त्यसो देवेन्द्र कुमार प्रसाई कुनै पनि पार्टीमा आबद्ध छैन आजको दिनमा। कुनै पार्टीसँग आबद्धता छैन। सङ्घ सङ्गठन कुनै उसमा अब पेसागत सङ्घ सङ्गठनको हिसाबमा हुने हो भने अलग कुरो हुन्छ होइन, तर कुनै पोलिटिकल पार्टीसँग टाइअप गरेर कुनै पोलिटिकल पार्टीका भातृ सङ्गठनहरूलाई जिताउने कसैलाई हराउने कसम खाएर म यहाँ आएको होइन र कसैले दबाब दिएर म काम गर्ने पनि होइन। मैले आफ्नो स्वतन्त्र विवेक निष्पक्ष निर्भीक रूपले आफ्नो काम गरेको छु। त्यो नै हाम्रा स्टाफहरू, हाम्रो निर्वाचन समिति, सिङ्गो राष्ट्रिय कलेजका स्टाफहरू, यो काहीँ नभएको तपाईँ के भन्नुहुन्छ, काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्नुहुन्छ, काहीँ नभएको जात्रा त राष्ट्रिय कलेज बाहेक अरू कलेजहरूमा भएको छ। स्वतन्त्र टियु सोभि निर्वाचन आयोगले चाहिँ 5 गतेको तपाईँको चाहिँ समय सारणी 5 गतेको समय सारणी दिँदाखेरि अहिलेसम्म चुनाव गर्न नसक्ने कलेजहरूको बारेमा तपाईँहरू बोल्नुहुन्न। तिनले हाँडी जात्रा गरेका हुन् कि हामीले सही समयमा निर्वाचन गर्यौं, 5 गते निर्वाचन गर्यौं, 6 गते परिणाम दियौं। हामी त धन्यवाद र बधाईका पात्र हौं। हाँडी जात्रा त जहाँ हुन सकेनन्, जसले यसलाई भाड्न खोजेका थिए आन्तरिक तर तपाईले गल्ती नगरेको भए तपाईको विरुद्धमा झापाली भनेर नारा जुलुस जुन भयो नि, तपाईले कमी कमजोरी त गरेकै हो नि देवेन्द्र कुमार प्रसाईजी। यो कुरा स्वीकार गर्नुस्, तपाईले आफ्नो कमी कमजोरी है। संसारमा गल्ती गर्ने मान्छेहरू सधैँ पुरस्कृत भाछन्। तपाईले यो कुरो बुझ्नुपर्छ, गल्ती नगर्ने मान्छेहरू सधैँ दण्डित भाछन्। यो मानवताको नियम हो। सोक्रेटिसले के गल्ती गरेको थियो तपाईलाई प्रश्न गर्न चाहन्छु। सुक्रातको गल्ती के थियो? जिजस क्राइस्टको गल्ती के थियो? किन सुलीमा चढ्नु पर्यो? प्रोफेट मोहम्मद साहबको इन्शाअल्लाह के गल्ती थियो? उहाँलाई 20 खुवाएर मार्ने प्रयास गरियो। तपाईको नेपालकै सन्दर्भमा कुरा गर्नुहुन्छ भने तपाईलाई बीपी कोइरालालाई के गल्ती थियो र यसलाई एयरपोर्टमा झर्ने बित्तिकै, दिल्लीबाट एयरपोर्टमा झर्ने बित्तिकै मार्नुपर्छ भनेर तपाईको गरियो? तपाईका यत्रा शहीदहरूको के गल्ती थियो? उनीहरू गरिए। त्यसो भए मारिने मान्छेहरू प्रसाईको विरुद्धमा नारा जुलुस किन भयो? नारा जुलुस बीपीको पालामा भएन। नारा जुलुस जिजस क्राइस्टको विरुद्ध भएर सम्राट हेरोदको अगाडि ल्याएर यसलाई फाँसी दे भनेको होइन। प्रोफेट मोहम्मद साहबलाई यो अल्लाहको पैगम्बर होइन, यसलाई मार्नुपर्छ भनेर षड्यन्त्र भएन। तपाईँ नारा जुलुस जोन एफ केनेडीको के गल्ती थियो? हत्या गरियो। लिङ्कनको के गल्ती थियो? हत्या गरियो। साझा व्यक्ति हो कि होइन? क्याम्पस प्रमुख भइसकेपछि देवेन्द्र कुमार प्रसाई आजको दिनमा राष्ट्रिय कलेजको क्याम्पस प्रमुख भइरहँदा तपाईँ सबैको साझा व्यक्ति हो, तर तपाईँले निष्पक्ष काम गर्न सक्नु भएन। निष्पक्ष काम गर्न सक्नु भएन होइन। निष्पक्ष काम भनेको के हो? तपाईले निष्पक्ष काम गरेको भए आज यो अवस्था आउँथ्यो, कलेजमा तालाबन्दी हुन्थ्यो। निष्पक्ष काम भनेको के हो? मसँग भन्नुभएको छ देवेन्द्र प्रसाईको धेरै गल्ती छन्। निष्पक्ष काम भनेको के हो त? निष्पक्ष काम भनेको तपाईले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ पनि भनेका छन्। निष्पक्ष काम भनेको के हो? पहिला निष्पक्ष काम भनेको चुनाव भयो, चुनाव भएर मत परिणाम गनियो, 35-40 जना सुरक्षाकर्मीहरू भित्र हुनुहुन्छ, निर्वाचन गर्ने पर्यवेक्षक भित्र हुनुहुन्छ। यहीँका यो कलेज प्रमुखले गएर निर्वाचन गनेको छैन, निर्वाचन आयोगका मान्छेले गनिरहेका छन्। जब 402 भोटमा 202 भोट गन्दासम्म ठिक। जब एक पार्टी 202 भोट गन्दासम्म सबै ठिक। जब आफ्ना पार्टीको कुनै नामो निशान भएका भोटहरू आउँदैनन् अनि जब त्यही बेला 202 गर्नुभन्दा अगाडि के थियो त? जब 202 भोट गनिरहँदा बाहिरबाट कुनै विशेष ठाउँबाट जनरल फ्रान्को स्पेनको तपाईँको चाहिँ डिक्टेटर भन्नुहोस्, तर गुड डिक्टेटर जनरल फ्रान्कोले यस्ता शक्तिहरूलाई, कलेजभित्रका शक्तिहरू अथवा आफ्नो देशभित्रका शक्तिहरूलाई चाहिँ जो बाहिर सूचना चुहावट गर्छन् त्यसलाई 5th कोलम भनेका छ। कलेजभित्रका 5th कोलमहरूले सानोतिनो त्रुटिहरूलाई ल्याएर बाहिर काग कौवाको रूपमा काम गर्दै उता र यताको मेसेज गर्ने 5th कोलमहरूको समस्या पो हो त यो त? कहाँ कलेजको समस्या हुन्छ? 5th कोलमलाई तपाईले हटाउनु पर्यो नि त। जुन हिसाबमा तपाईको विरुद्धमा झापाली भनेर नारा जुलुस भयो, मुर्दाबादको नारा लाग्यो, दुर्गा तपाईको विषयमा जुन हिसाबमा देवेन्द्र प्रसाईको विरुद्धमा नारा लागिरहँदा यसमा षड्यन्त्र छ। स्याल कराउनु र बाख्रा हराउनु जस्तै हो। केही व्यक्तिले सुगाहरू आफै बोल्दैनन्, सुगाहरूलाई पढाइएको पाठ बोल्छन्। अनि पढाउने मास्टरहरू भएपछि र पढ्ने सुगाहरू भएपछि जे पनि हुन्छ। तपाईले यो कुरा को प्रति इङ्गित गर्न खोज्नु भयो? जसले त्यसो गर्यो, यही कलेजभित्रको 5th कोलम
फिफ्थ कोलम भनेको तपाईँहरू बुझ्नुहोस्, यो कलेज पत्रकारहरूले इन्टरनेसनल स्तरको तपाईँको अन्तर्वार्ता लिन आउनुहुन्छ भने तपाईँहरूले पनि इन्टरनेसनल कुराको ज्ञान अध्ययन गरेर आउनुहुन्छ। यी जनरल फ्रान्कोले स्पेनमा फिफ्थ कोलम भनेर कसलाई भनेको हो? त्यही फिफ्थ कोलमहरूको यहाँ यो तालाबन्दी त्यही फिफ्थ कोलमहरूको सँग सम्बन्धित छ। विद्यार्थीलाई भएका नभएका कुराहरू बाहिर लगेर ल्याउने, यहाँ गर्ने, एउटा विशेष ठाउँमा बसेर तपाईँको चाहिँ षड्यन्त्र गर्ने, यहाँबाट यहाँ जाँदाखेरि यहाँ उपस्थित नहुने, बाहिर गएर 202 भोट गन्दाखेरि 202 भोट गन्दाखेरि सब ठिक हुने, 202बाट जब 203 पुग्न आउँछ त्यस बेला षड्यन्त्रको गन्दा आउने। जब 202 भनेको त 50% भन्दा बढी भोट गनेको छ। तपाईँ क्याम्पस चिफ भएको भए के गर्नुहुन्थ्यो? रोक्नुहुन्छ कि हुन्न? क्याम्पस प्रमुख भएपछि सबैलाई मिलाउने र निर्वाचनलाई निष्पक्ष धाँधली रहित हिसाबमा सम्पन्न गर्नको लागि तपाईँको हातमा एउटा जिम्मेवारी थियो। विद्यार्थी सङ्गठनले विरोध गरिसकेपछि उहाँहरूसँग समन्वय सरसल्लाह होइन गरेर तपाईँले काम कारबाही अगाडि बढाउनु पर्थ्यो कि नै मतगणना? तर तपाईँले चोर बाटोबाट होइन मतगणना गरेर जबरजस्ती जुन हिसाबमा मतगणना सार्वजनिक गर्नुभयो, यो त उहाँहरूलाई स्वीकार्य भएन नि त देवेन्द्र प्रसाईजी। हो, निवेदन दिनेहरू चोर बाटोबाट आएपछि उनीहरूको बाटो पदसरण गर्ने कि नगर्ने? पहिले चुनावमा मत काउन्टिङ हुनुभन्दा अगाडि, चुनावमा मत काउन्टिङ हुनुभन्दा तपाईँ के लेखेको छ त्यहाँनिर? तपाईँको स्थगत भन्ने छैन, अवैध मतपत्र भनेर लेखेको छ। अवैध मतपत्र एउटै पनि छैन, अनि घोषणा गर्ने अनि पुरै धाँधली भयो भन्ने आरोप छ नि त उहाँहरूको। ठिक छ, धाँधली पुष्टि हुनु पर्यो। क्रमसङ्ख्याको विषय छ। ठिक छ, क्रमसङ्ख्याको विषय छ। क्रमसङ्ख्याको विषय फिफ्थ कोलमहरूले बिहानै फिफ्थ कोलमहरूले यो उठाएको छ। क्रमसङ्ख्याको विषय निर्वाचनको अधिकृत बाहेक, मतदान संयोजक बाहेक, कलेजको सोभ्यूको निर्वाचन आयोगको तपाईँको चाहिँ संयोजक बाहेक कसैलाई थाहा छैन। हामी कलेज प्रशासनलाई थाहा छैन, कलेजका 7 सदस्य आयोगमा 6 सदस्यलाई पनि थाहा छैन। यति गोप्य तपाईँको चाहिँ सिआइएले इन्भेस्टिगेसन गरोस्, एफबिआईले इन्भेस्टिगेसन गरोस्, तपाईँको चाहिँ पाकिस्तानको आइएसले गरोस्, इजरायलको मोसादले गरोस्। कसैले गरे पनि विरोधीहरूलाई तपाईँको ठाडो चेतावनी छ। मोसादले गरे पनि थाहा पाउने किसिमले गरेको छैन भनेपछि निष्पक्ष धाँधली रहित भएको छ। यो निर्वाचन स्वीकार्नु विकल्प छैन। अनि हजुर कसरी यदि निष्पक्ष र धाँधली रहित नभएको भए मलाई डर हुन्थ्यो कि हुँदैन थियो त? निष्पक्ष छ, धाँधली रहित छ, तब त मलाई यति हिम्मत आयो। तपाईँ के कुरा गर्नुहुन्छ? निष्पक्ष गर्नु भएको छ, त्यो तपाईँको ठोकुवा हो। त्यो निष्पक्ष नभएको भए म डराउँथेँ कि नै त? अहिले म के नेकपा माओवादीको तर तपाईँले यो बोलिरहँदा कति बेला लाग्न सक्छ जो चोर उसैको ठुलो स्वर भन्ने एउटा उखान छ। गल्ती तपाईँले गर्ने, फेरि कुरा पनि ठुलो गर्ने भन्ने प्रश्न आउन सक्छ है तपाईँमाथि। होइन, गल्ती गर्ने मान्छेले कहिल्यै ठुलो कुरा गर्न सक्दैन नि। गल्ती गर्नु भएको छैन। गल्ती कहाँ गर्ने? गल्ती गर्ने मैले त यो सुखडमा एक कप चिया पनि कलेजको पैसाले खाएँ भने, फलाना देवेन्द्र कुमार प्रसाईले कलेजको पैसाले एक कप चिया खायो भनेर मुद्दा हाल्ने फिफ्थ कोलमहरूको सङ्ख्या कमी छैन यो क्याम्पसभित्र। आन्तरिक यो सब कुरोहरू चाहिँ आन्तरिक तपाईँको चाहिँ फिफ्थ कोलम, म त्यसलाई फिफ्थ कोलम भन्छु। तपाईँ आफै भन्नु, आफै विचार गर्नुपर्छ। कडा चेतावनी छ फिफ्थ कोलमहरूको। तपाईँ यहाँ गएर सोध्नुहोस्, देवेन्द्र प्रसाई कसैसँग जुक्दैन। तपाईँको यहाँ मेरा होटेलमा कलेजका खाता खोलेका होटेलमा गएर तपाईँ सोध्नुहोस्, एक कप चिया पनि पाहुनाहरूलाई खुवाएको बेला पनि मैले एक कप चिया खुवाएको छुइनँ, मेरो पैसा दिएको छु। तपाईँ त यति क्लिन मान्छे छ, सब कपडै हेर्नुहोस् कति क्लिन लाउँछु, अनि जस्तो कपडा छ त्यस्तै मन छ। के कुरा गर्नुहुन्छ तपाईँ? तर यो कलेजमा पूर्व क्याम्पस प्रमुख र तपाईँको बिचमा जुङ्गाको लडाइँ छ, टक्राव छ होइन? कर्ण भण्डारी र तपाईँको बिचमा। त्यो त कर्ण भण्डारी ठ्याक्कै खुलासा गर्नुहोस् है आज तपाईँले मिडियामा। ठिक, म सत्य विषय धेरै मान्छेले बुझ्न चाहिरहेछ। म उहाँसँग लड्न चाहेको छैन। उहाँले के भण्डारी र देवेन्द्र प्रसाई बिचको लडाइँ के हो? जुङ्गाको लडाइँ तपाईँहरूको लडाइँले गर्दा भोलि यो क्याम्पस ध्वस्त भयो भने कसले जिम्मेवारी लिने? पहिलो कुरो त म कहिल्यै जुङ्गा पाल्दिनँ। हेर्नुहोस् फेसै यति क्लिन छ, देख्नु भएको छ अगाडि छ तपाईँहरू दुईजनाको बिचमा। त्यो त घाम जस्तै छ सबै 16 वर्षसम्म सकिन्न, छताछुल्ल भइसक्यो तपाईँहरूको विवाद। जुङ्गाको लडाइँ भन्ने कुरा आफू जुङ्गा पालिँदैन। जुङ्गाको लडाइँ के हुन्छ आफूलाई थाहा छैन। हेर्नुहोस् है, किनभने आफू निट एन्ड क्लिन भएर हिँड्ने मान्छे हो, कसैसँग सम्झौता गर्ने छैन। अब किन उहाँले गर्नु भएको रहेछ? यदि
यदि गर्नु भएको छ भने किन उहाँले गर्नु भएको छ उहाँले बोल्ने कुरो हो, मैले एन्सर दिने होइन, किनभने उहाँको हक मैले खोज्नु भएन नि। तर टक्राव छ तपाईँहरू दुईजनाको बिचमा, क्याम्पसभित्र द्वन्द्व छ, हामीलाई गोप्य सूचना प्राप्त भएको छ। द्वन्द्व भन्दा पनि काम गर्ने शैली उहाँको अलग थियो, मेरो अलग छ। जुन बाटो उहाँ हिँड्नुहुन्थ्यो म हिँड्दिनँ हो। हिँड्नु पर्यो नि, उहाँले बनायो हो नि त यो कलेज त। उहाँले बनाए, ठिक छ। पृथ्वीनारायण शाहले, तपाईँ पृथ्वीनारायण शाहले बनाएको देशमा पृथ्वीनारायण शाहका शालिगहरू किन तोडियो त? पृथ्वीनारायण उहाँले बनाएको कुरो सधैँ यही सत्य हुन्थ्यो, उहाँले गरेकै ठिक हुन्थ्यो भने तपाईँ यसको उत्तर किन दिनुहुन्न? पृथ्वीनारायण शाहको पालादेखि ल मानिलिउँ, प्रताप सिंह शाह, रणबहादुर शाह, ग्रिबाण, राजेन्द्र ग्रिबाण भइगयो, ग्रिबाणपछि तपाईँको चाहिँ राजेन्द्र सुरेन्द्र, पृथ्वी, त्रिभुवन, महेन्द्र, वीरेन्द्र, त्यसपछि दिपेन्द्र अनि ज्ञानेन्द्र आउँदा उनकै वंशलाई किन खेदिनु पर्यो त? उसैले गरेको ठिक थियो भने 11 जना राजाहरू शासन गरे, किन खेदिनु पर्यो त? जो मान्छेले त पृथ्वीनारायण शाहले बनाएको मुलुक किन त्यो बाटोमा हिँडेन? यसको उत्तर तपाईँ दिनु न। समयसँग परिवर्तन हुनु पर्यो, समयसँग हुनु पर्यो। यही किसिमले हुने बित्तिकै त आजको आवश्यकता राष्ट्रिय कलेजलाई देवेन्द्र परसाईको हो। नभएकोमा आवश्यकता नभएको चिज अहिले आउँछ त? अहिले तपाईँ यो आज चैत तपाईँको 7 गते कर्ण भण्डारीको आवश्यक छैन यो कलेजलाई अहिलेको अवस्था होइन, उहाँको पनि आवश्यकता छ। यो आवश्यकता त म सबभन्दा बढी मेरो आवश्यकता त यो कर्मचारी यहाँका चाहिँ तपाईँको चाहिँ अमृत साई भन्ने हेल्पर हुनुहुन्छ, विमला चौधरी हुनुहुन्छ, अन्य लाइब्रेरियन हुनुहुन्छ, रूपाजी, लक्ष्मणजी, हामीभन्दा बढी योगदान उहाँहरूको छ। उहाँहरूको जरुरत झन् बढी छ, सबैको जरुरत छ। तर तपाईँको हिजो मैले जे गरेको छु त्यही बाटोमा हिँड्नु पर्यो भन्ने कुरोहरू छैन। तपाईँको कस्तो कुरा गर्नुहुन्छ यार? तपाईँको चाहिँ 3 वर्ष 4 वर्षदेखि अगाडिका बिलहरू अहिले आइराखेका छन्। हाम्रो त राष्ट्रिय कलेज हुँदा पहिला भुक्तानी नै भएको थिएन भनेर, त्यो चाहिँ ठिक थियो? कर्ण भण्डारी राष्ट्रिय कलेजको क्याम्पस प्रमुख भइरहँदा अस्तव्यस्त थियो अवस्था। म त्यो भनिरहेको थिइनँ। तपाईँले भन्नुभन्दा 5 वर्ष अगाडिको बिल अस्ति मात्रै मैले कति त यहाँ गइसकेपछि यहाँनिर कहिले यो बिल कहिलेको हो, कहिले पहिला यहाँनिर ल्याएर गरेको हो भन्ने कुराहरू यहाँनिर 3-4 वर्ष अगाडिको कहिले कति को पाहुना आउँदा मासु खाएको ओरेको भन्ने कुरा पनि मान्यौँ। त्यस्ता कुराहरू पनि 1 वर्षभित्र फर्च्युट हुन नसक्ने कुराहरू पनि आछन्। त्यसबाहेक कर्ण भण्डारीले गरेका सबै हुनुहुन्छ भने म त ओपन, उहाँ आउनुहोस् गर्नुहोस्, म छोडिदिन्छु त कर्ण भण्डारीलाई। आउनुहोस्, बाटो खुल्ला छ। मैले लिएकै होइन। अब तपाईँको उहाँले नसक्ने भएर छोड्या होला त। तर तपाईँले गलत त्याएर फाल्नु भयो नि त उहाँलाई। अरे गलत त्याएर तपाईँको त यहाँ आम जनतालाई छोड्न चाहिराख्नु भएको थिएन नि त क्याम्पस प्रमुख। उहाँले छोड्न चाहिँ नराखेको भए त उहाँले मलाई आफै अब तपाईँ आउनुहोस् बाटो खुल्ला छ भनेर यहाँ आम मेरो अन्तर्वार्ता के लिनु हो? कलेजका 25-30 जनासँगको मिटिङमा भन्नुभएको छ कि तपाईँ आउनुहोस्। अब तपाईँ भाइस प्रिन्सिपल पनि हो, तपाईँ सहायक कलेज प्रमुख हो, उहाँले नै त बाटो खुल्ला गरेको हो। अर्को नाटक एउटा नौटङ्की यो क्याम्पसमा रचिएको छ अरे। पूर्व क्याम्पस प्रमुखको पनि तपाईँहरूले हस्ताक्षर राख्नु भएको छ अरे के? यो के को नाटक हो, के को नौटङ्की हो? यो चर्तीकला देखाइराख्नु भएको छ तपाईँहरू। यो नौटङ्की भएभरका सबैको सिग्नेचर राख्दिने? यो सिस्टम हुँदैन क्याम्पस, यो नीति हुँदैन, विधि हुँदैन, प्रक्रिया हुँदैन। यो चाहिँ साँच्चै ठुलो नौटङ्की भएको छ। कहिले काहीँ 4 जना खोज्न जानुपर्छ। अस्ति मात्रै झन्डै 1 जना नभेटेको भए 4 जनाको चाहियो। 4 जनाको सिग्नेचर यो संसारको कुनै ठाउँमा नभएको छ। अब म पनि गइसकेपछि त मेरो समेत हुनु पर्यो। पहिलाकाले जे गर्यो क्याम्पस जति हुँदै जान्छ सबैको सिग्नेचर राख्दै जानुपर्ने भयो। चेकमा सबैको सिग्नेचर राख्दै जानुपर्ने भयो। अब मलाई के भनिराखेका छन् भने त्यही बेला पनि सोभियुका सभापतिले पनि भन्दै थियो अब मेरो पनि हुनु पर्यो। सबैको सिग्नेचर चाहियो। सबैको सिग्नेचर चाहियो। कारण के भयो भने चेकमा के छ स्वार्थ? त्यही त कि चेकमा त्यो ठाउँै भएन। कुछ काला भने जस्तो त्यो त उहाँलाई रहस्यमय देखिन्छ नि। त्यो त उहाँलाई अब म त पहिला थिइनँ नि त, उहाँलाई थाहा थियो होला नि त रहस्यमय केही थियो भने पनि उहाँलाई थाहा थियो। मेरो चेकमा सिग्नेचर हुनै पर्छ भनेकै हो, तपाईले खुलासा गर्नुस् है। त्यो भनेकै हो। तपाईँ अध्यक्ष खगेन्द्रसँग यसको उत्तर म दिन सक्दिनँ। अध्यक्ष खगेन्द्र हमालजी हुनुहुन्छ, उहाँले र उहाँका बिचमा के भयो त्यो कुरो अब उहाँहरूलाई नै थाहा छ। तर उहाँले जो काम गर्नुभयो यो उहाँले आफूले राम्रो काम गरे भने जस्तो लाग्छ भने पनि उहाँ सबै आम पब्लिकको नजरमा उहाँले अत्यन्त, मेरो व्यक्तिगत रूपमा मैले पहिले पनि भनेको सर यसले तपाईलाई आफैलाई असर गर्छ, भोलि यो नजिर बन्छ, भोलि अर्को क्याम्पस प्रमुख
पहिला उहाँ हुनुहुन्थ्यो स्वाभाविक हिसाबमा उहाँको सिग्नेचर हुने भयो हो, स्वाभाविक हो। क्याम्पस प्रमुख छोडिरहँदा पनि कर्ण भण्डारीले चेकमा मेरो सिग्नेचर हुनै पर्छ भनेर डिपी गर्नुभयो होइन यो अत्यन्त उहाँको लागि उहाँको व्यक्तिगत इमेजको लागि पनि उहाँ एउटा जिल्ला नेता एउटा राष्ट्रिय स्तरमा स्थापित हुन खोजेको यो तपाईँको चाहिँ प्रोफेसनल अर्गनाइजेसनहरू जो हुन्छ तपाईँको चाहिँ पेसागत भनौँ पेसागत सङ्घ सङ्गठनको चाहिँ केन्द्रीय स्तरको नेताले त्यतिसम्म गर्नु सायद मलाई लाग्छ उहाँको व्यक्तिगत इमेजमा अत्यन्त नराम्रो असर आउने कुरा हो। आम जनताले पनि उहाँलाई त्यो किसिममा राम्रो हेरेका छैनन्। तपाईँले भने जस्तै किन उ गरेको छ त किन गरेको छैन भन्ने कुरो भोलि त अब तपाईँ क्याम्पस प्रमुख आज हुनुहुन्छ भोलि कुनै समय तपाईँ पनि छोड्नु होला तपाईँको पनि सिग्नेचर चाहियो म पछि यही 5-6 वर्षमा 4-5 जना क्याम्पस चिफ रिटायर होलान् मानिलिउँ ती सबको राख्यो भने तपाईँ कहाँ राख्नुहुन्छ उहाँले त गलत गर्ने ठाउँ नभेटिने त्यो त उहाँले गलत नजिर नेपालको संविधानै चेन्ज गर्नु पर्यो अहिले त चेकबुक ठुलै छाप उहाँले त अब एउटा भरिया लगाएर अहिले जीवित प्रधानमन्त्रीहरू अहिले प्रधानमन्त्री केपी ओलीको ठाउँमा अहिले उहाँ छन्। त्यसो भए अहिले जीवित प्रधानमन्त्रीहरू हामीसँग जो शेरबहादुरजी झलनाथ खनाल लोकेन्द्र बहादुर चन्द हो अब उहाँहरू 8 जनाको चेकको सिग्नेचर 6-7 जनाको राख्यो भने के हुन्छ उहाँले बुझ्नुपर्ने कुरा हो कि होइन त त्यसको उत्तर कर्ण भण्डारीले दिनुहुन्छ। म दिन्न। कर्ण भण्डारीलाई खुला चुनौती हैन हो चेकमा जो राख्नुभयो उहाँले आफ्नो सारा मैले यति उत्तर दिनुपर्छ मेरो अभिन्न मित्र अझै पनि हामी बिच कुनै विचारको कन्ट्राडिक्सन आउन सक्छ काम गर्ने तौर तरिकामा कन्ट्राडिक्सन आउन सक्छ अझै पनि मलाई हान्ने चोट उहाँले थाप्नुपर्छ उहाँलाई हान्ने चोट मैले थाप्नुपर्छ हो कि नै भन्नु न त्यो त हो तर त्यति हुँदा पनि काम गर्ने तौर तरिकामा फरक हुने बित्तिकै तपाईँको चाहिँ यो किसिमको भूमिकामा बस्नुपर्छ। उहाँ आफै यो घटनाले उहाँ आफै लज्जित हुनुपर्ने हो यसको उत्तर म दिन्न। कर्ण भण्डारीको घैँटोमा घाम लागोस् एकदम लागोस् र उहाँलाई जो यो राख्न लगाउनु भयो खगेन्द्रजी अध्यक्षजी उहाँकोमा पनि लागोस् लागोस् उहाँहरू मलाई पहिल्यै भनेको छ यहाँ अस्ति तपाईँ 70 को ठाउँ दुधको साँची बिरालो भने त्यसको साँची तपाईँ पनि हो नि त क्याम्पस कहाँको हुनु थाहा नै छैन अडान लिनु पर्थ्यो नि त यो सिस्टममा नीति नियम प्रक्रियाको कुरा तपाईले गरिरहँदाखेरि अडान गरेर त्यो बेला मेरो अध्यक्षता भनिसकेपछि म भइसकेकै छैन उहाँहरू बीच गोप्य सहमति भइसकेको छ एउटा भइराखेको सिटिङमा जेन्टलम्यान अग्रिमेन्ट हो उहाँले केही समयपछि म गर्छु यसो काम तरिका सिकाउँछु ओर्छु भन्ने कुरो उहाँले त्यो बेला गर्नुभयो खगेन्द्रजीसँग हामीसँग पनि गर्नु मैले त्यही बेला भन्नुहोस् खगेन्द्रजीकै घरमै पनि मैले भनेको छ यो नराम्रो भयो अस्ति मात्रै अलिकति ढिलो भएको भए टियुलाई बुझाउनु पर्ने राजस्व 70,000 समथिङको ठाउँमा 1.5 लाख बुझाउनु पर्ने अवस्था आइराखेको छ तपाईँ के कुरा गर्नुहुन्छ यसले त यति अवरोध र भनेपछि उहाँले हलो अटकाएर गरु चुट्ने काम गरिराख्नु भएको छ क्याम्पस होइन यो त त्यही नै देखिया छ नि त अब सानो आयो सानो कुरा आयो भने पनि तपाईको चाहिँ कहिले अध्यक्ष खोज्नु पर्ने कहिले फेरि उहाँहरुको त म त क्लिन मान्छे अरे म त पहिल्यै 6-7 वटा चेकमा भकाभक सही गर्दै हिँड्छु किनभने मलाई मेरो लेखापालको विश्वास छ नि उहाँहरु त गर्नुहुन्न कहीँ जानु पर्यो भने पनि खाली ब्ल्याङ्क चेकमा गरेर जानुहुन्न ल तपाई सोध्नुहोस् त यस्तो कुरा हुन्छ म पुरा एकाउन्टेन्ट त मलाई रोक्छ सर यत्रा 8-10 वटामा नगरी राख्नुहोस् न भनेर उ त मलाई रोक्छ किनभने म भन्छु मलाई पुरा तपाईप्रति विश्वास छ कर्मचारीहरुप्रति विश्वास छ बाफरे कर्मचारी त मेरो दे आर माई हार्ट एन्ड सोल विदाउट देम आई कान्ट स्ट्यान्ड इभन अ सिंगल मोमेन्ट कुनै पनि संघ संस्था तपाईको संघ संस्थामा कर्मचारी भनेको लाइफ ब्लड हो तपाईले आज एउटा खुलासा अब कर्ण भण्डारीको हस्ताक्षर चेकबाट कहिले हटाउनुहुन्छ तपाईले त्यो व्यवस्थापन अब नयाँ व्यवस्थापन समिति आउला व्यवस्थापन मैले हटाउँछु भन्न सक्दिन खगेन्द्र हमालले हटाउन सक्नुहुन्न त्यो त व्यवस्था एकजना खगेन्द्र हमालले एकजना चिफले हटाउने हैन व्यवस्था यो कलेज व्यवस्थापन समितिले यो विषयमा व्यापक कुरो उठेको छ कलेज व्यवस्थापन समितिले निर्णय गर्ला यसको चौतर्फी आलोचना छ के अत्यन्त सरले यो गर्दै यो सरले आफै छोड्दिनु पर्ने हो के मेरो विचारमा भन्नु निस्वार्थ भएर बस्नुपर्छ मैले त के पनि कामको मूल्याङ्कन पनि हुन्छ मैले त के पनि भनेको हुँ भने बरु तपाईहरु 3 जना राख्नुहुन्छ भने मेरो हटाइदिए पनि हुन्छ भन्दिया मैले त यतिसम्म पनि भने हौ किनभने सिग्नेचरै ठुलो कुरो होइन नि तर अब पोस्टको आफ्नो भएपछि भोलि उत्तरदायित्व भएको हुनाले जवाबदेहिता आउने किसिमले मात्र मैले गरेको हो यो चेकमा सिग्नेचर राखेर मैले कोही बार्गेनिङ गर्न त राखेको होइन
त्यसैले यो कुरो उहाँहरू आफैले व्यवस्थापन समितिले आफै गर्नुपर्ने हो जस्तो लाग्छ। तर यो व्यापक रूपमा उठेको छ खगेन्द्रजी, यो आफैमा पनि यो देशभरिमा कहीँ पनि रहन्छ, यो अत्यन्त नभएको कुनै पनि ठाउँमा छैन, कुनै ठाउँमा हुँदैन। यो रिटायर संस्था प्रमुखले एक्जिस्टिङ अस्तित्वमा रहेको संस्था प्रमुखसँग कुनै पनि संस्थाको यो हुँदो नै रहेनछ, हुँदै नहुने हो। सायद अब यो कुरालाई उहाँले आफै नगरपालिका के हेरेर बसेछ त? अब नगरपालिकामा पनि ममता सरको चल्नु पर्यो त, यो नजिर स्थापित हुने हो। खड्ग राउतजी कानमा तेल हालेर सुत्नु भएको छ मेयर साहब। हो, उहाँको यो राष्ट्रिय कलेजलाई फलो गर्ने हो भने ममता सरको पनि चल्नु। नगरपालिकाको शिक्षा शाखा कहाँ छ, के गर्दैछ, कुन अवस्थामा छ? यो कुरो तपाईँहरूले लुकेर बसेछ। यो उहाँहरूले पनि बुझ्नुपर्ने हो। यो अत्यन्त किनभने अत्यन्त तपाईँको चाहिँ शोचनीय र जानकारी होला नि त्यो विषय। अत्यन्त शोचनीय र किन नहुनु, अत्यन्त शोचनीय र दुःखद पक्ष हो यो। यस्तो संसारमा गलत नजिर स्थापित हो। त्यसमा चेकबाट कर्ण भण्डारीको हस्ताक्षर तपाईँले हटाएरै छोड्नुहुन्छ तपाईँको कार्यकालमा। व्यवस्थापनको भण्डाफोर म गर्छु भनेर त तपाईँले त्यो अठोट गर्न सक्नुहुन्न। नै मैले भनिसकेँ यो विषयमा अब म कुरो चाहिँ उठाउँछु, व्यापक रूपमा उठाएको छ। नयाँ सोभ्यू पनि गठन भएको छ। अब यो कुरालाई सोभ्यूले पहिल्यैदेखि उठाउँदै आएको हो र पूर्व सोभ्यूले हस्ताक्षर समेत अब उहाँ नै रिपिट हुनुभयो हो। सोभ्यू अध्यक्ष त्यो राख्ने विषयमा सोभ्यू अध्यक्ष सुन्दर गौतमले नोट अफ डिसेन्टै लेखेको छ माइनुटुङमा। यो काहीँ नभएको हाँडी जात्रा यो तपाईँको चाहिँ तपाईँको यो सम्झौता गरेर ल्याएको जस्तो लाजको पसारो भयो। मलाई स्वीकार्य छैन, सोभ्यूलाई स्वीकार्य छैन भनेर पूर्व सोभ्यू अध्यक्षले हस्ताक्षर चेकमा पूर्व क्याम्पसको हस्ताक्षर स्वीकार्य छैन भनेर तत्कालीन सोभ्यू सदस्य त अब तपाईँको चाहिँ व्यवस्थापन समितिको पदेन सदस्य हुन्छ। सोभ्यू सभापतिले त्यति बेलै भन्नुभएको थियो। त्यो नजिरलाई टेकेर विधानमा समेत हाम्रो परिवर्तन भयो। तपाईँ के कुरा गर्नुहुन्छ? कति गाह्रो छ क्याम्पस चलाउन। पूर्व सोभ्यू त्यसबेला तत्कालीन भनौँ तत्कालीन अब उहाँ नै दोहोरिनु भएको छ। त्यसबेला पनि सोभ्यूको सभापतिले के भनेर भनेको छ भने विधान परिवर्तन गर्नुभयो। पूर्व क्याम्पस व्यवस्थापन समितिको पदेन सदस्य हुन्छ भने पूर्व सोभ्यू अध्यक्ष पनि पदेन सदस्य हुन्छ भनेर अहिले हाम्रो विधानमै पूर्व सोभ्यू अध्यक्ष पनि तपाईँको पदेन सदस्य हुने भनेर उहाँले पनि मेरो हस्ताक्षर चाहिन्छ भने दाबी गर्नु। नै उहाँ त आज त उहाँ नै दोहोरिनु भयो। तर उहाँ दोहोरिसकेपछि अर्को अब जिन्दगीभरको लागि पूर्व सोभ्यू तपाईँको चाहिँ निवर्तमान सोभ्यू पछि हामीले के गर्यौँ निवर्तमान सोभ्यू तपाईँ अध्यक्षको पनि सभापतिको पनि त्यहाँ कलेज व्यवस्थापन समितिको विधिवत पदेन सदस्य हुन्छ भनेर केही समय अगाडि मात्रै हाम्रो अध्यक्षजीले टियुको तपाईँको चाहिँ योजना शाखामा गएर विधान बुझाएको ऊ छ क्या। यो कुराले त मलाई कति अप्ठ्यारो परेको छ। सबले पूर्वले गर्दै गर्दै जाने भएपछि कर्ण भण्डारीजीले तपाईँलाई असहयोग गर्नुभयो। असहयोग त गर्नु सफल पार्न लाग्नुभएको छ कि नै असहयोग त गर्नुभएको छ। म भन्दिनँ काट्ने काम गर्नुभएको छ तपाईँलाई थाहा छ नि तपाईँ नागरिक हो। असहयोग त गर्नुभएको छ भन्दिनँ म, असहयोग गर्नुभएको होइन। तर त्यो कुराले झन्झटिलो बनेको छ। 4 जनाको कहिले काहीँ अध्यक्ष यो अब फेरि हामी सबै व्यस्त मान्छे छौँ। खोज्दै हिँड्नुपर्छ। फेरि उहाँहरू पहिला कुनै चेकमा सिग्नेचरै गरिदिनुहुन्न। त्यो दुःख दिने काम भयो नि त। दुःख दिने नि पहिले यहाँ छु भन्दा तपाईँको कहिले काहीँ हामी लास्टमा हुन्छ आधा घन्टाले डबल शुल्क बुझाउनु पर्ने हुन्छ। 2-3 चोटि त्यो केस भइसकेको छ खगेन्द्रजी। यहाँ सोभ्यूको तपाईँको निर्वाचन के हाँडी जात्रा हुन्छ। यहाँ त हाँडी जात्रा त अर्को आन्तरिक कुराहरूको पनि पो छ त। यो कुराले कहिलेकाहीँ मेरो हाम्रो लेखापाल नै तपाईँको चाहिँ म अब छोडिदिन्छु यो गर्न सक्दिनँ भनेर कतिचोटि तपाईँलाई पनि त काम गर्न गाह्रो भयो नि त। समस्या भयो नि, चुनौती भयो नि त। त्यो भएको भए 70 को ठाउँमा 75 तिर्नु भएको भए त्यसको डबल समथिङ 40 समथिङ तिर्नु परेको भए कसले दिन्थ्यो त्यो पैसा? क्षतिपूर्ति कसले दिन्थ्यो? कस्तो कुरा छ हेर्नुहोस्। कर्ण भण्डारी र तपाईँको बिचमा एकता हुने सम्भावना छैन। एकता भन्नाले त्यस्तो विचारको द्वन्द हो। बादे तत्त्व भयो त किन भयो विवाद? उहाँले राजनीति गर्नुभयो क्याम्पसमा धेरै। त्यो उहाँलाई सोध्नुपर्ने प्रश्न हो यो। एकचोटि उहाँलाई पनि उहाँले मसँग भन्नुभएको थियो मैले हस्ताक्षर राख्नुको कारण भनेको मैले राष्ट्रिय कलेजलाई बनाएको, यो ठाउँसम्म मैले पुर्याएको र मैले खातामा पैसा जम्मा गरेकै हो र त्यो भएको रकम दुरुपयोग नहोस्। अब नयाँ क्याम्पस फर्म आएपछि यिनीहरूले मनमानी भोलि खर्च गरेर पैसा रित्याइदियो भने त
क्याम्पस बर्बाद हुन्छ केही भनेर तपाईको के लगाउनको लागि तपाईहरुलाई लगाउनको लागि मैले कुरा गर्नुहुन्छ तपाई त्यस्तो वाहियात र ननसेन्स हैन त्यस्तो वाहियात र ननसेन्स कुरा गरेर हुन्छ तपाईको मैले पैसा राखेको 3000 रुपैयाँमा प्रति पिरियड क्याम्प 3000 देखि 3500 रुपैयाँमा तपाईको चाहिँ यो 3000 देखि 3500 रुपैयाँमा चाहिँ पर पिरियड टिचरहरूलाई तलब दिने अनि पर पिरियड 3000 देखि 3500 दिने अनि टिचरहरूको एक किसिमको श्रम शोषण भयो कि भएन कर्ण भण्डारीले होइन 3000 देखि 3500 मा दिँदाखेरि श्रम शोषण भयो कि भएन त अनि 3000 देखि 3500 एक पिरियडको टिचरलाई तलब दिने अनि मैले यति केही होइन 13 लाख रुपैयाँ समथिङ अक्षय कोषको पैसा हो उहाँले गर्दाखेरि 40 लाख रुपैयाँ समथिङ छोडेर जानु भएको थियो तपाईको असारको 31 गते तलब 31 गते थियो भने 1 वर्षसम्म तलब कहिले हेर्नु न आएर एउटा तपाई सक्नुहुन्छ तपाई सक्नुहुन्छ बाँच्न ल तपाई 12 महिनासम्म तलब नदिकन काम गर्नुहोस् त तपाईलाई कति शारीरिक टर्चर हुन्छ कति मानसिक टर्चर हुन्छ तपाईको कुनै पेस्की माग्यो भने एक पेस्की 10,000 20,000 पेस्की माग्यो भने उहाँसँग 4 दिन 3 दिन सोच्नुपर्ने कुनै पनि माग्ने बित्तिकै फ्याक्ट नहुने त्यो अवस्था थियो यो अवस्था सोध्नु न मैले तपाई अडिटका रिपोर्ट हेर्नुहोस् वर्षमा एकचोटी मात्रै तलब खाइने गरिन्थ्यो तस्बिर आफै बोल्छ तस्बिर आफै बोल्छ अनि 3000 देखि 3500 को तलब लगभग अहिले 7500 देखि 8000 पुग्या छ 7500 देखि 8000 पुग्या छ हामीले युजीसी को पैसा कुर्नु पर्थ्यो तलब खानको लागि अहिले युजीसी को पैसा कुर्नु पर्ने अवस्थै छैन सिंगो बस्ने अवस्था छ तपाई के कुरा गर्नुहुन्छ त्यो पनि तलब 3500 को तलब 8000 पुर्याएर 7000 8000 प्रति पिरियड पुर्याएर 3500 को 100% वृद्धि गर्ने संस्था कहाँ छ देखाउनुहोस् त कुन संस्थाले सक्छ एक्जिस्टिङ स्यालेरीमा 100% भन्दा बढी योगदान गर्न त्यो पनि अहिले कुन कलेजले कैलालीकै कुन कलेजले फागुनसम्मको तलब 1 रुपैयाँ 1 कर्मचारीको बाँकी छैन के कुरा गर्नुहुन्छ त फागुनसम्मको सम्पूर्ण तलब भुक्तानी भइसक्यो सबै अनि फागुन सिस्टम प्रक्रियामा तपाईले ल्याउनु क्याम्पस कुनै दोकानबाट बाँकी लिएर आउनुहोस् कुनै बिल दोकानको बिल बाँकी छैन यहाँ पहिला बाँकी हुनको लागि असारसम्म कुर्नु पर्थ्यो अब भने अस्ति त कुन बिल एउटा लिएर आइरहेथ्यो मेरो बाँसुको बिल कति 1.5 वर्ष कि 2 वर्ष अगाडिको बिल लिएर आइरहेको क्याम्पसमा के कुरा गर्नुहुन्छ कति सुधार भएको छ सुधारको त मैले तपाईलाई भने कर्ण भण्डारीले पानीमाथिको ओभानो बन्ने अवस्था छैन र त्यो कहाँको हुनु त तपाईको म पनि उहाँका थुप्रै ठीक छ अहिले उहाँले दिएको तलब उहाँले दिएको 3500 तलब दिएको भए अहिले 40 लाख बचाएर 70 लाख बचाइसके हुन्थे के कुरा गर्नुहुन्छ तपाई 3500 को तलब त 7000 8000 को रेटमा पुगेको छ त खगेन्द्रजी मैले तपाईलाई यो भन्दा अगाडि भने हो कि नै सबभन्दा सामुदायिक कलेजहरुमा सबभन्दा सुविधा पाएको कलेज राष्ट्रिय भनेको हो कि नै तपाईलाई यो भन्दा अहिले प्रमाणित भएर देखिनु भयो कि नै त्योलाई तपाईले एक्सनमा गएर त्यो व्यवहारमा लाग्नु भयो व्यवहारमा लाग्यो देवेन्द्र प्रसाई बोल्ने मान्छे मात्रै होइन गरेर देखाउने त्यसलाई गरेर मैले के भनेको थिए मैले गरेर देखाउने भिजन प्लान खाका छ सब छ सबभन्दा कसरी अगाडि बढाउने सबभन्दा ठुलो कुरो डर भन्ने कुरै छैन डर छैन तपाई सर डर भन्ने गल्ती नगरेपछि त डरै हुँदो रहेछ हो खगेन्द्रजी गान्धी किन डराएन अंग्रेजसँग गान्धीको तौल 52 केजी हो मेरो तौल 56 केजी छ गान्धीको लाइनमा हुनुहुन्छ गान्धीकै लाइनमा गान्धी 52 केजी म 56 केजी छु के अनि उ भन्दा त 4 केजी 52 केजी को गान्धी त डराएन भने म किन डराउँ तपाई के कुरा गर्नुहुन्छ परसाई सरसँग डर छ कसैको हिम्मत हुन्थ्यो तपाई कुन सबभन्दा देशमा सबभन्दा पहिलो कलेज भयो कि नै हामी भन्नु त यति थुरै मतदातामा नारा जुलुस लाग्दा तपाई डराउनु भएन हैत सर मैले त भने नि सुगा झापाली भनेर जुन नारा जुलुस अरे सर सुगाहरु निर्वाचनको बेला सुगा डराउनु भएन सुगाहरुले पढाएको पाठ पढ्ने हुन् मलाई सुगाहरुसँग डर छँदै छैन र सुगाहरुलाई पढाउने को हो भनेर मैले चिनिसकेको छु मेरो कुरा त तिनीहरुसँग मैले प्रतिवाद गर्ने सुगाहरुसँग हो त कि सुगालाई पाठ पढाउने मालिकसँग हो झापाली मुर्दाबाद भनेका छन् अब तपाईको शेरबहादुर देउबा मुर्दाबाद भनेका छन् मैले अघि त्यत्रो तपाईको चाहिँ प्राचीन युगदेखि सोक्रेटिसको पालादेखि लिएर जोन एफ केनेडीको पालासम्म मार्टिन लुथर किङको पालासम्मको हत्याको उदाहरण दिएको थियो मार्टिन लुथर किङ के चाहिँ अपराध गरेको थियो त अमेरिकाको अश्वेत नेता मार्टिन व्हाट क्राइम डिड ही कमिट क्यान यु एन्सर के त्यसो भए उ गल्ती थियो र उलाई गोली हाने हो उसको हत्या भयो अब के हुन्छ त्यो मत परिणाम स्थगित गरेर नयाँ प्रक्रियामा जानुपर्छ भन्ने उहाँहरुको माग छ तपाईले कमी कमजोरी गर्नु म तपाईलाई भने यो स्थगित त अब घोषणा भइसक्यो
होइन सरी शपथ ग्रहण भएको छैन नि त हजुर। शपथ ग्रहण केही टाइम लाग्ला। शपथ ग्रहणमा सबै साथीहरूलाई बोलाउँला, उहाँहरूलाई पनि जसले गरिसकेको थियो उहाँहरूलाई पनि तपाईँको चाहिँ तर अहिले तपाईँ विभिन्न पार्टीसँग गोप्य हिसाबमा भेटिराख्नु भएको छ होइन? त्यो गोप्य हिसाबमा भेट्या छ। यो सहजीकरण गरौँ अब किनभने अब निर्वाचन परिणामको स्वीकार्नुको विकल्प छैन। अब निर्वाचनको परिणाम स्वीकार्नुको कुनै विकल्प छैन। ताला लाउनुको पनि तुक छैन। ताला लाउनुको तुक के छ? आज ताला लगाए, आज 2 जनाले ताला लगाए। अहिले तपाईँको ल जो जित्ने पक्षले आएर यहाँ तपाईँले ताला फोड्नु पर्यो भन्नु भन्यो भने खोल्नु पर्यो, हामी पढ्छौँ भने पनि मुठभेडको स्थिति छैन। अहिले त शान्त बस्या छ जित्ने शक्तिहरू, अन्य विद्यार्थीहरू पनि शान्त बस्या छ। भोलि विद्यार्थी आएर विद्यार्थीले मैले ताला खोलिनँ, विद्यार्थीहरूले ताला खोले भने के एन्सर दिनुहुन्छ? पढ्ने विद्यार्थीले ताला खोले भने के हुन्छ? साइलेन्स आफै खोल्छ नि यो ताला। You should just remember that silence is a great politics. कहिलेकाहीँ शान्त बस्नु सबभन्दा ठुलो पोलिटिक्स हुनेछ। त्यसैले अहिले किनभने पहिले देवेन्द्र प्रसाईले ताला खोल्नु पर्दैन, विद्यार्थीले आफै खोल्छ। अरे आफै खोल्छ, पढ्ने विद्यार्थी हो नि। ताला लगाउने पनि प्रसाई सर होइन, ताला खोल्ने पनि प्रसाई सर होइन। जसले ताला लगाए उनले खोल्ने हो। यदि उनले ताला खोलेनन् भने के उनले ताला खोलेनन्? ल तपाईँलाई म भन्छु के मैले उनलाई ताला खोलाउनको लागि यो सोभियु निर्वाचनलाई क्यान्सल गरौँ? नखाउँ भने दिनबारीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार हुन्छ। तपाईँ आफै भन्नुहोस् न त, तपाईँ प्रसाई सर भएको भए, यो कलेजको प्रमुख भएको भए, अथवा ताला लगाउने शक्ति, ताला लगाउन सिकाउने शक्ति एक ठाउँ बसेर हामी देखे छैनौँ? एजेन्टले बाहिरको कुरामा भोटमा बाहिरको आवाज सुन्छ कि एजेन्टले ल बाहिरबाट फोन आउँछ अब क्यान्सल गरौँ भन्छ? त्यो सुरुमै क्यान्सल गरेको थिएन। यहीँ भित्रको एउटा शक्तिले गरेर यहाँ मतपत्रमा के गरियो, नम्बर भयो, यो त भएन भन्छ। त्यही भोइस 5th कोलमले बाहिर भन्छ, बाहिर सुनाउँछ। अनि त्यही 5th कोलमले उचालेर के भन्छ भनेपछि त्यसकै भोइस, त्यो 5th कोलमकै भोइस चाहिँ के गरिन्छ भने यहाँ आएर ओहो यहाँ त मतपत्रमा नम्बर लेख्यो, यसले के फरक पर्यो त? मतपत्रमा 1 2 लेख्दाखेरि तपाईँको भयो के त? इन्टेन्सनल भएको होइन नि। तपाईँको क्राइम गर्नको लागि खकेन्द्रजी इन्टेन्सन चाहिन्छ, लक्ष्य चाहिन्छ, उद्देश्य चाहिन्छ। अन्जानमा भएको घटनालाई तोडमोतोड गरेर कानुनी रूप दिन पाइँदैन, कसैले सक्दैन। बुझ्नुभयो नि कुरो? इन्टेन्सन, त्यो मान्छे जसले मतपत्र छपायो त्यसको इन्टेन्सन हेर्नु पर्यो। यो संयोजकले जिताउन यो संयोजकको पहिलाको भूमिका के छ, अहिलेको भूमिका के छ, यदि त्यो उहाँहरूले प्रमाणित गर्न सक्नु पर्यो नि। 5th कोलमले लगाएको आरोप पनि प्रमाणित हुन सक्नु पर्यो नि। कहाँ कुरा गर्नुहुन्छ तपाईँ यार बिना काममा? अब तपाईँको चाहिँ यो चुनाव क्यान्सल गर्न सक्ने अवस्था छ? तपाईँ क्याम्पस चिफ भएको भए मलाई सिधै यु जस्ट एन्सर मी यस अर नो। तपाईँ क्याम्पस चिफ भएको भए तपाईँ कन्टिन्यू गर्नुहुन्थ्यो र क्याम्पस चिफ भएको भए सबैलाई समेट्ने सकेसम्म समेट्न चाहँदा सबै विद्यार्थी सङ्गठनसँग समन्वय गर्थे, आधा भोट गनिसके लागि पहल गर्थे। आधा भोट गनिसकिसकेपछि जब एउटाले जित्ने नआउने गरी काम गर्नु पर्यो। आधा भोट ल ठिक छ, आधा भोट गनिसकेपछि उठ्नुको अर्थ के हो? आधा भोट 202वटा मतपत्रमा नम्बर हुँदाखेरि के हार स्वीकार गर्न नसकेर हो? सत्य कुरो त त्यही हो नि। अब आउनुभयो पोइन्टमा, अब आउनुभयो पोइन्टमा। मैदानमा सहभागी भइसकेपछि या खेल होस् या चुनाव होस्, हार होस् या जित होस्, त्यो बाहिरको त्यो नम्बर लेखेको कुरो पनि कहाँ थाहा छ? सुरुमा उठेन। सुरुमै भोट हाल्ने बेलामा पनि यो नम्बर छ। जो 5th कोलमले हाम्रो कलेजको 5th कोलम जो छ, 5th कोलमले पनि तपाईँको चाहिँ त्यहाँ गएर बाहिर गएर नाटक मञ्चन नगरे भए हुन्थ्यो। यहाँ त 5th कोलमबाट एन्सर आछ नि, त्यहाँ किन लेख्यो तिमीहरूलाई थाहा छ? तपाईँले बारम्बार कसलाई गरिराख्नु भएको छ? नाम घोषणा गरिदिनु। मैले अघि भने तपाईँहरू 5th कोलमको अर्थ तपाईँहरू त इन्टरनेसनल लेभलको मिडिया चलाउने हो, तपाईँहरूले विश्वको हिस्ट्री पढ्नुपर्छ। तपाईँहरू पत्रकार भनेको तपाईँहरूलाई राज्यको तपाईँलाई राज्यको फोर्थ अर्ग्यान अफ द कन्ट्री नेसन किन भनेको? चौथो अङ्ग तपाईँहरूलाई किन भनेको? तपाईँहरूसँग व्यापक हिस्ट्री, जियोग्राफी, आर्किटेक्चर, रिलिजन सब कुराको तपाईँहरूसँग नलेज हुनुपर्छ भनेर पो बनायो त। केही मान्छेहरू यही भित्रका केही मान्छेहरूले छन् त, यही भित्रका केही मान्छेहरूले लगेर स्वाट्ट बाहिर सुनाइदिने। त्यसमा किन नम्बर लेख्यो तिमीहरूलाई त्यही थाहा छैन। एउटा भन्ने गरिन्छ, आफ्नो आङको भैँसी पनि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने। तपाईँले अरूको टाउकामा सबै दोष थुपारेर मनै सर्वै सर्व भन्न मिल्छ?
एकदम राम्रो प्रश्न गर्नुभयो। यसरी प्रश्न गर्ने पत्रकारहरू साँच्चै पनि मलाई लाग्छ कुनै दिन विजय पाण्डे र युवराज घिमिरे बन्ने छन्। मेरो चाहना छ तपाईँ त्यो भाषामा। मैले एकदम राम्रो प्रश्न गर्नुभयो। मान्छे कति बेला सर्वे सर्वा बन्छ तपाईँ उत्तर दिनुहोस्। मान्छे जब आफूले कुनै काम गल्ती गरेको छैन, कुनै काम गल्ती गर्दैन, सबै कुरो निष्पक्ष न्यायपूर्ण विवेकसँग ढङ्गले गर्छ, त्यो बेला ऊ गल्ती हुँदैन। मैले चुनाव रोकेर यहाँ भोलि बिहान मुठभेडको स्थिति ल्याएर कलेजमा चाहिँ तपाईँको चाहिँ आफू यहाँ बस्ने होइन, झापाली मुर्दाबादको नारा हामी अर्को देशका नागरिक हौँ, त्यसले तपाईलाई पोल्यो, हामी अर्को देशको नागरिक हौँ, त्यसले तपाईँको पोल्यो, तपाईँको मान्छे, तपाईँ कैलालीको मान्छे, तपाईँ डोटीको मान्छे, तपाईँ कैलाली डोटीको मान्छे झापामा गएर बस्न पाउने कि जागिर गर्न पाउने कि नपाउने तपाईको प्रश्न, मेरो प्रश्न। तपाईको विरुद्धमा नारा जुलुस गर्ने, नाराबाजी जुलुस गर्नेहरूले जसले यहाँ म यहाँ यति वर्षदेखि पढाएको छु, सुखड मात्रै आएर 21 वर्ष पढाएको छु, 22 वर्ष 23 वर्ष यहीँ पढाइसकेँ। अनि यत्रो अङ्ग्रेजी टिचर नभएको बेलामा पढाएर गएको मान्छेहरूले चाहिँ तपाईँको शिक्षा क्षेत्रमा तपाईँको अतुलनीय योगदान छ। त्यो त मेरो भूपू सम्मान गर्न चाहन्छौँ। भूपू विद्यार्थीहरूलाई सोध्नुहोस् न, कुनै पढाइमा कुनै कमजोरी छ यहाँ छ भन्ने कुरो गराएर तपाईँ अझै ल्याउनुहोस्। देशका अरू विषयमा भन्न, हिस्ट्री, जियोग्राफी, कल्चर, रिलिजन, कन्टेम्पोरेरी पोलिटिक्स र इङ्ग्लिसमा हो, कोही मान्छेसँग कम्पिटिसन गर्न सकिन भने मेरो मुखमा थुक्क थुकिदिनु होला। त्यति ल्याकत राख्छ परसाई सरले। के कुरा गर्नुहुन्छ तपाईँ? आई एम बोर्न टिचर, म पढाएर टिचर भएको मान्छे होइन, जन्मजात हो। वी आर बोर्न पिपल। यदि पोलिटिक्स गर्छौँ भने पनि हामी झापाको मान्छेहरू जन्मजात पोलिटिक्स। तपाईँ कस्तो कुरा गर्नुहुन्छ? यहाँका विद्यार्थीहरूलाई सोध्नुहोस्, बाहिर रहेका कलेज वरिपरिका क्यान्टिनहरूलाई सोध्नुहोस्, होटलहरूलाई सोध्नुहोस्। तपाईँहरूको पाता कस्ने चुनौती छ है तपाईँहरूलाई? विद्यालयको अध्यक्ष, क्याम्पस प्रमुख र निर्वाचन संयोजकलाई पाता कस्ने। पाता कस्ने भनेको एकदम राम्रो हो नि। पाता कस्ने भनेको जसले पाता कस्छु भनेको छ ऊ आफै एक दिन पाता कसाउँछ। उहाँहरूले कमेन्टै गर्नुभएको छ। अरे कमेन्टका कुरा गर्ने हो भने त तपाईँको अघि नै भने परसाई सर इज म्यान अफ एक्सन। कम बोल्छ, भ्याट्टै गर्छ, देखाइदिन्छ। तपाईँको अर्को क्याम्पस सिप भएको भए पनि यहाँ यति हुँदैन थियो होला। अर्को निर्वाचन समितिलाई मैले के गरेँ? तपाईँहरूलाई पर्ने पहिलो प्रहार परसाईले थेक्छ भन्नुभयो। तपाईँहरूको काँधमा आउने पहिलो लट्ठी परसाईले गर्छ। तपाईँहरू अगाडि बढ्नुहोस्। तपाईँहरू खुट्टा कमाउने होइन, समितिमा बस्नको लागि, कलेजको समितिमा बस्नको लागि मरिहत्ते गर्ने, अनि अहिले तपाईँहरू निर्वाचन घोषणा गर्न नसक्ने के हो तपाईँहरूको पारा? तपाईँले भन्नुभयो तपाईँहरू गर्नु सिधो, तपाईँहरू गर्ने कि नगर्ने भनेकै हो। अनि तपाईँले जबरजस्ती प्रहरी प्रशासन प्रयोग गरेर प्रहरी परिणाम सार्वजनिक गर्दाखेरि ताला त लाग्यो नि त स्कुलमा, कलेजमा। प्रहरी प्रशासन राष्ट्रको दास हो। नेपालको प्रहरीको संख्या तपाईँलाई थाहा छ? 48,000 को 48,000 जनपद प्रहरी। तपाईँले बुझ्नुपर्छ, 48,000 49,000 को जनपद प्रहरी, लगभग 15,000 को सशस्त्र प्रहरी। राष्ट्रिय कलेजमा सशस्त्रहरूको तपाईँ सशस्त्र प्रहरीको 14-15 जना बसेका छन्। जनपद प्रहरीबाट 25-30 जना बस्नु भएको छ। राष्ट्रको गुलाम बनाएर राख्ने, भोलि अर्को ठाउँमा केही घटना भयो, यहाँको प्रहरी फोर्स परिचालन हुन सकेन भने त्यसको नैतिक जिम्मेवारी हामीले लिने कि नलिने? मैले फास्ट काम गरेँ, फास्ट सकाएँ, फास्ट रिजल्ट दिएँ, फास्ट घोषणा गरेँ, यसमा गल्ती के भयो मेरो? तर सत्ता र शक्तिको दुरुपयोग गर्नुभयो के तपाईँले? अब मलाई विवाद हुँदै सत्ता र शक्तिको दुरुपयोग गर्यो भने निस्तेज पारेर होइन, तपाईँले चोर बाटोबाट जबरजस्ती सार्वजनिक गर्नुभयो मत परिणाम भन्ने उहाँहरूको चेतावनी। बीच बाटोमा तपाईँले यो प्रश्न, कसै फोन आउँछ, फिफ्थ कोलमबाट फोन आउँछ, सेट अब हार्ने सङ्केत भयो, अब उठेर जाउँ भन्ने जस्तो सङ्केत आउँछ। हामी त त्यहीँ हुन्छौँ। बुझ्नु भएको थियो तपाईँले? फोन नआएको भए पनि म मान्थेँ। जब फोन आउँछ झुरुक उठेर भागिसकेपछि म चुनावको मत काउन्टर एजेन्टको काम के हो? एजेन्ट भनेको मतगणनामा धाँधली छ कि छैन, कि मतमा देखेको कुनै डबल रेजा लागेको छ कि ट्रिपल रेजा लागेको छ कि त्यो काम हो कि बिचमा चुनाव हुँदै छोडेर भाग्ने हो? तपाईँ त्यसको उत्तर किन खोज्नुहुन्न? ल ठिक छ, म त्यो प्राविधिक मिस्टेकलाई बढाइ चढाइ गर्ने
प्राविधिक मिस्टेक। अलि उहाँहरूको भनाइ के हो, नम्बर लेखियो मतपत्रमा 202 सम्म गन्दा किन त्यो प्रश्न आएन? तपाईँ सत्य कुरो बोल्न सक्नुपर्छ त सबै ठाउँमा। तपाईँले गरेका सुधारहरू के हुन् त? यो कलेजमा क्याम्पस प्रमुख आएपछि भएर आइसकेपछि तपाईँले के सुधार गर्नुभयो? 1 2 3 ठ्याक्कै बताउन। पहिलो सुन्नुहोस्, शिक्षक कर्मचारीहरूलाई म राष्ट्रको शिक्षक हुँ, म यहाँ आउँदा आनन्दित हुन्छु, म यहाँ आउँदा गौरवान्वित हुन्छु। यो कलेज मेरो हो, म यो कलेजको हुँ, यसका लागि मैले दिलो ज्यान दिएर काम गर्नुपर्छ। यो कलेज मेरो सर्वस्व हो, म कलेजको ठुलो सम्पत्ति हुँ भन्ने भावना जगाएँ। त्यो भावना शिक्षकहरूमा मृत भइसकेको थियो। त्यो भावना जागृत गराउनु भयो। डेड भोल्क्यानो थियो, डेड मृत ज्वालामुखीलाई एक्टिभ भोल्क्यानो, म जियोग्राफीको पनि विद्यार्थी हो, सक्रिय ज्वालामुखीमा परिणत गरिदिए। कति साह्रो काम थियो यो। मृत ज्वालामुखीलाई एक्टिभ भोल्क्यानो, सक्रिय ज्वालामुखीमा परिणत गर्न तपाईँ सानो शक्तिले सक्नुहुन्थ्यो? त्यसमा देवेन्द्र कुमार प्रसाई हो, 1 नम्बरको काम त्यही हो। ए बाफ रे, म आफै सक्ने। राष्ट्रिय कलेजमा पुनर्जागरण आयो। तपाईँ क्याम्पस प्रमुख। अरे युरोपमा जसरी तपाईँको 14औं शताब्दीको अन्त्यतिरदेखि 16औं शताब्दीसम्म जुन किसिमको पुनर्जागरण आयो, त्यो पुनर्जागरण राष्ट्र तपाईँले ल्याउनु भयो। त्यो आयो, ल्याइयो। पहिलो त्यो। हजुर। दोस्रो, तपाईँ स्यालेरी, तपाईँ चान्चु नै मान्नु भएको छ खगेन्द्रजी, स्यालेरी 100% बढ्यो। 100मा पनि बढ्यो सबै किसिमको सुविधा गर्दा। त्यो च्यालेन्ज मान्नुहुन्छ? 1 वर्षमा खुवाउने तलब, 1 वर्षमा वर्षको 1 दिन, त्यो पनि असारको 31 गते छ भने 31 गते वा 30 गते मात्रै पाइने तलब, महिनै पछि जस्तो फागुनसम्मको उहाँहरूले सोच्नै भएको थिएन यति हुन्छ कि भनेर। एक्सन स्पिक्स, मैले भनि गरेँ नि, एक्सन स्पिक्स फर्स्ट। काम गरेर देखाऊ। दोस्रो अर्को, तपाईँको चाहिँ पहिला हामीलाई राष्ट्रिय भनिसकेपछि यहाँनिर हेट राष्ट्रिय पैसै लिन झन्झटिलो हुन्छ भने अहिले कुनै सानो टेन्डर पार्न खोज्नुहुन्छ, ऊ पनि म राष्ट्रियमा टेन्डर लगाउन तयार छु, ऊ पनि दिन तयार, काम गर्न जो पनि योसँग जोडिएर। 3टा त यस्तै भयो, अरू त नभन्नु। तपाईँले धेरै छन्, अरू त तपाईँले भन्नुभयो नि, अरू त नभन्नु भन्नुभयो। जस्तो अब तपाईँसँग हामीले कुराकानी गरिरहँदाखेरि कर्ण भण्डारीको भन्दा उत्कृष्ट काम गरेर तपाईँले राष्ट्रिय कलेजलाई यो क्षेत्रकै उत्कृष्ट नमुना कलेज बनाउन सक्नुहुन्छ? त्यो क्षमता, त्यो भिजन, त्यो प्लान, त्यो खाका, त्यो योजना तपाईँसँग छ? नमुना कलेज त भइसक्यो, योभन्दा बढी के बनाउने? तपाईँ आफै भन्नुहोस् त। पहिला नमुना कलेज बनाउनका लागि तपाईँको पहिला नमुना कलेज बनाउनको लागि बुलबुलेले 100% तलब बढाएर देखाओस्। 100%, जीएमसीले 100% तलब बढाएर देखाओस्। कैलाली मोडेलले 100% तलब बढेर देखाओस्। नेपाल सरकारले वर्तमान एक्जिस्टिङ ब्युरोक्राट्सहरू र सर्भिस होल्डरहरूको 100% तलब बढाएर देखोस् त। योभन्दा मोडेलको काम के गर्नुहुन्छ तपाईँले? धेरै उत्कृष्ट काम भएका छन्। योभन्दा बढी हुन्छ के? योभन्दा बढी के हुन्छ? तपाईँको कडा ठाडो चेतावनी छ हैन? बहुत ठुलो। योभन्दा के हुन्छ? काक कराउँदै रहन्छ, पिना सुक्दै रहन्छ। अरे यति गरेर म चुप लागेर बस्ने मान्छे, यो त कास्टिङ मात्रै हो, फिल्म सुरु भएकै छैन त। जोले जति विरोध गरे पनि मेरो देवेन्द्र प्रसाई अगाडि अरे खगेन्द्रजी के गर्नुहुन्छ? मैले आफ्नो मेरो लागि अघि नै भने, माई टिचर्स, माई स्टाफ, माई हार्ट एन्ड सोल। मैले काठमाडौँ गएको बेला, कलेजको काममा काठमाडौँ गएको बेला पनि प्राइभेट सेक्टरबाट हजुर के छ सर, के छ सुविधाहरू भन्दाखेरि तपाईँलाई पछि म नाम पनि भन्छु, के छ सुविधा, के छ ऊ भन्दाखेरि चाहिँ मैले भने मेरो टिचरहरू, मेरो कर्मचारीहरू जब रिटायर भएर जान्छन् त्यस बेला 1 रुपियाँ पनि उनीहरूले पाउने अवस्था छैन। मलाई उनीहरूको भलाइको लागि केही त गरिदिनु पर्यो भन्दाखेरि तपाईँलाई अहिले म यहाँबाट तपाईँलाई भरे व्हाट्सएप पनि गरिदिन्छु, यहीँ मैले राखेको छु, चेक साटेको पनि छैन। कलेज तपाईँको यति राम्रो आफ्नो टिचरहरूप्रतिको तपाईँको यति राम्रो डेडिकेसन देखेँ। 1 लाख रुपियाँ मेरो तर्फबाट मात्र दिनुभएको छ। के कुरा गर्नुहुन्छ तपाईँ? र तपाईँको जागिर जाने बित्तिकै यहाँ तपाईँलाई नेपाल सरकारले पाएको डबल स्यालेरी दिएर हामी यहाँ राख्छौँ भनेर भनेको छ। के कुरा गर्नुहुन्छ? पर्साई त्यत्तिकै पर्साई भयो। अब हामी ऱ्यापिड फायर छ हामीसँग। कार्यक्रमको अन्तिममा 2वटा सेगमेन्टहरू छ। तपाईँ एउटा प्रश्न वक्ता हो, क्याम्पस प्रमुख भइरहँदा आफ्नो मनमा लागेको कुरा प्रश्न भन्न सक्ने, बिना हिचकिचाहट तपाईँ भन्न सक्ने आँट भएको साहसी मान्छे हो। त्यसमा त कुनै शङ्कै छैन। पहिलो सेगमेन्ट छ, म केही व्यक्तिको नाम लिन्छु, व्यक्तिगत हिसाबमा तपाईँको विचारमा उहाँ तपाईँलाई कस्तो व्यक्ति लाग्छ ठ्याक्कै बताउनु होला। म कुनै लुकाएर म भन्दिनँ। अहिलेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली
देवेन्द्र प्रसाईको नजरमा कस्तो व्यक्ति, राष्ट्रिय कलेजको क्याम्पस प्रमुखको नजरमा कस्तो व्यक्ति केपी ओली? केपी ओली राष्ट्रिय कलेज तपाईँको चाहिँ राष्ट्रिय कलेज देवेन्द्र कुमार, राष्ट्रिय कलेज प्रमुख देवेन्द्र कुमार प्रसाईको नजरमा एकदम तपाईँको चाहिँ प्रश्न, अब नाताले हामी सम्बन्धित हौँ। नाता छ केपी ओलीसँग तपाईँको? एकै तपाईँको हामी ओली प्रसाईहरू भनेको त मेरो मित्र पर्नु हो। इष्टमी मेरो माइजूको आफ्नै भदा केपी ओली मेरो दाइ कुरा गर्नुहुन्छ तपाईँ। यहाँ त म त यो आफ्नो लडेर आफै गर्नुहुन्छ। तपाईँ मेरा आफ्ना मान्छेहरूको कुरा गर्नुहुन्छ। तपाईँको कुन पार्टीमा छैनन् होला? को पार्टीमा? केपी ओली त मेरो आफ्नो माइजू गरे, कृष्ण सिटौला मेरो मामा। नाता पर्छ केपी ओलीसँग तपाईँको? के नाता पर्छ भने त अब केपी ओली प्रधानमन्त्री भइरहँ तपाईँ केपी ओलीबाट फाइदा लिनु भएन? होइन, फेरि मेरो आफ्नो स्वभाव छ नि त। हामीहरू अर्कामा भर पर्दैनौँ, आफै डिपेन्ड हुन सिक्छौँ। उहाँले पनि मलाई त्यही सिकाउनु भएको छ। तपाईँको नजरमा केपी ओली समग्रमा राम्रो व्यक्ति? अरे म केही समय म पनि जेल नेल पढेको छु। 1 महिना 1.5 महिना जेल पढ्दा त कस्तो कठो हुन्छ भने 14 वर्षसम्म जेल बस्ने मान्छे कस्तो दृढ इच्छा शक्ति भएको मान्छे हो क्या, कठोर दृढ इच्छा शक्ति। सायद मलाई त्यसले लाग्छ होला उहाँ कठोर हुनुपर्ने भयो। तपाईँ जेल पर्नु भएको छ? म परेको छैन हो, म त केही समय परेको छु के। अनि मलाई थाहा छ जेल 14 वर्ष जेलमा टु स्पेन्ड 14 years in prison, whether he may be wrong or right, that's not my question, that's not my answer as well, but it needs great courage. That's why I salute him for his sacrifice in the prison. अब कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा तपाईँको नजरमा? बाफरे, धेरै जेन्टलम्यान, छल कपट नगर्ने, सोझो इमान्दार, जे बोल्यो त्यो पुरा गर्ने, सम्माननीय, अत्यन्त तपाईँको चाहिँ तपाईँको गाउँठाउँमा भन्छ नि तपाईँको चाहिँ लाटो सोझो नेता। त्यसै गरी माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड? कुनै देवेन्द्र प्रसाईको जस्तै मन सफा भएको, छल कपट नगर्ने, ओके, आफ्ना दुःख बरु आफ्ना भनाइले अरूको भनाइ आफूले खाउँ, आफूले आफ्ना भनाइले कसैलाई पनि दुखोस् पिरोस् नगर्ने, मन दुखाओस् कसैलाई पिरोस् नभन्ने, बरु अरूको दुःख आफूमा ग्रहण गर्न सक्ने सम्माननीय प्रधानमन्त्री। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई? बाबुराम भट्टराई बौद्धिक व्यक्ति, हजुर, तर आफ्नो बौद्धिकताको परिचय, बौद्धिकताको उपयोग गर्न नसकेको व्यक्तित्व मान्छु। निष्क्रिय, बौद्धिक निष्क्रिय व्यक्ति उहाँ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने? विभिन्न मुद्दा मामिला खेपिराख्नु भएको छ उहाँ पनि अहिले। रवि लामिछाने कस्तो लाग्छ तपाईँलाई? केही गर्न देशमा केही गरौँ भन्ने, केही गरौँ, देश सुधार गर्नको लागि केही सङ्घर्ष गर्नुपर्छ, केही नयाँ सोच भिजन देशमा ल्याउनुपर्छ भनेर काम गर्न खोज्ने, तर षड्यन्त्रकारीहरूको शिकार रवि लामिछाने। त्यसै गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन राजा चाहिन्छ भनिराख्नु। राजेन्द्र दाईलाई त मेरो दाई हो, म एकै वडाका मान्छे हुँ। राजेन्द्र दाईलाई त म किन गर्न सक्छु? राजेन्द्र लिङ्गदेन तपाईँ एउटै वडा? एउटै वडा। मेरो दाईहरूको साथी यहाँ आउँदा तपाईँ यहाँ फोटै गराएर अँगालो मारेका फोटाहरू छन्। अनि तपाईँको राजेन्द्र दाई त मेरो सम्माननीय नेता। ओ माई गड सर, राजेन्द्र पार्टी उहाँको जे जस्तो भए पनि जनजातिको छोरो, तपाईँको चाहिँ जनजातिको छोरो राष्ट्रिय पार्टीको अध्यक्ष हुनु भनेको कति सिम्पल र सरल मान्छे होला। तपाईँ भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भन्नु, त्यो त राजेन्द्र दाईबाट त्यो कल्पनै नगर्नुहोस्। भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भन्ने, यो उहाँका तल कसैले माताहातमा केही गर्यो होला भन्ने। राजेन्द्र दाई अत्यन्त तपाईँको निष्कलङ्क छवि भएको मेरो विचारमा सम्माननीय नेता। त्यसै गरी नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल तपाईँको नजरमा? मेरो भिनाजु पनि हुन्। मेरो उहाँ गायत्री दिदी, तपाईँ थाहा छ नि, म सानो ब्याकग्राउन्डबाट आएको होइन। तपाईँ कुनै पार्टी भन्नुहोस् जसमा पार्टीमा चाहिँ मेरा आफन्त नातादार, मैले त यहाँ नदेखाएको मात्रै होइन, यहाँ त तपाईँको चाहिँ एउटा भयो भने यस्तै नेताको कार्ड भराएर खानुपर्ने भने खानुपर्ने मेरो प्रवृत्ति भएको भए राष्ट्रिय कलेजको क्याम्पस चिफ भइरहनु पर्दैन थियो। उहाँ मेरो भिनाजु हो, गायत्री दिदी। उहाँको म्याडमको नाम गायत्री, मेरो दिदीको नाम शान्ता, सँगै क्लास फ्रेन्ड। अनि उहाँको ससुरा हाम्रो पहाडमा हुँदाखेरि उहाँको ससुरा हाम्रो घरको पण्डित, मूल पण्डित हाम्रो परिवारको। फेरि तपाईँलाई भन्छु रङ्गनाथ आचार्य ससुराको नाम। त्यसैले अब उहाँलाई नाताको उहाँको ब्याकग्राउन्ड थाहा छ तपाईँलाई। अब उहाँको ससुरालीको घर यहाँ र तपाईँको चाहिँ भालुफाँटा र यहाँ जति हो। अनि मलाई के थाहा हुँदैन, एकै वडा बस्ने मान्छेले।
त्यसै नेकपा उहाँ मेरो विचारमा माधव कुमार नेपाल होइन तपाईको आफ्नो किसिमले इमानदार अघि बढौँ भन्ने मान्छे हो उहाँ नराम्रो मान्छे हो त्यसै गरी नेकपा महासचिव नेत्र विक्रमचन्द्र विप्लव तपाईको नजरमा कस्तो व्यक्ति फेरि क्रान्तिको कुरा गर्नुहुन्छ उहाँले 10 वर्ष जनयुद्ध गरेर पुगेन पनि भनिराख्नु भएको छ तपाईलाई पुग्यो जस्तो लाग्यो 10 वर्ष जनक्रान्ति गरेर तपाईलाई पुग्यो जस्तो लाग्यो त अझै युद्ध आवश्यक होइन मैले तपाईलाई नै तपाईलाई म त्यो भनिराखेको छैन 10 वर्ष जनआन्दोलनले के जनताका अपेक्षाहरू पूरा गर्न सक्यो त तपाईलाई क्रान्ति जरुरी छ जस्तो लागेको छ कि छैन तपाईलाई म प्रति प्रश्न गर्दैछु आई एम क्वेसनिङ यु ब्याक त्यसो नेपालमा एकचोटि फेरि क्रान्ति आवश्यक छ क्रान्ति आवश्यक छ नेपालमा एकचोटि फेरि क्रान्ति आवश्यक छ विप्लवले लिएको लाइन ठीक छ विप्लवले लिएको नेपालमा क्रान्ति आवश्यक छ उहाँले जो लाइन लिएको छ त्यो ठीक छ कि गलत छ भन्ने कुरो कतिपयले भन्छन् तपाईँ विप्लव निकट हो भन्छन् कि हल्ला छ बाहिर यो वास्तविकता के हो ठ्याक्कै खुलासा कमरेड विप्लवसँग काठमाडौँमा एउटा भेट भयो महत्त्वपूर्ण भेट भयो उहाँको विचारसँग तपाईँ नजिक हुनुहुन्छ रे के उहाँसँग प्रभावित हुनुहुन्छ नै कमरेड विप्लवसँग भेट भयो भेट गर्दाखेरि अँगालो मारियो तिम्रो प्रीत पहिला हो कि मेरो प्रीत पहिला भन्ने टिकटक बनाइयो अनि विप्लवसँग यही पनि छ तपाईको अनि तिम्रो प्रीत पहिला हो कि मेरो प्रीत पहिला भन्ने बनाइयो उहाँलाई व्यक्तिगत रूपमा पनि आकर्षक व्यक्तित्व छल कपट नगर्ने उहाँबाट म के कुरामा मैले धेरै नेताहरूलाई भिजिट गरेको छु हेर्नुहोस् है ठुलो पार्टीमा पनि लाग्न सक्नुहुन्थ्यो नि त समर्थन गर्न सक्नुहुन्थ्यो हो मैले धेरै नेताहरूलाई एकचोटि हरिसिद्धिमा गएर विप्लवको हेडक्वार्टरमा पुग्नुहोस् तपाईँ पनि विप्लव भएर फर्किनुहुन्छ उहाँबाट प्रभावित हुनुभयो तपाईँ विप्लव बाफ्रे उहाँको रहन सहन खानपिन उदा तपाईँको कुराहरूमा एकचोटि हरिसिद्धि पुगेर फर्किनुहोस् तपाईँ पनि विप्लव हुनुहुन्छ भने त उहाँको जीवनशैलीको सरलता देखेर त्यो सरलता छ छलकपट छैन केही युवाहरू देशमा बसुन् केही गरून् भन्ने कुरोहरू छ उहाँले आफ्ना पार्टीका कार्यकर्ताहरूलाई पनि के भन्नुभयो जनतासँग चन्दा माग्ने काम बन्द गर उत्पादनसँग जोडियौ केही गरौँ यो मागेर खाएपछि मगन्ते भन्छन् बरु पाखुनाबाट पसिना बगाउन सिक्यो भने विभिन्न ठाउँमा सामूहिक श्रम गरौँ उहाँ हिज सबै लिडर उहाँ तपाईँको चाहिँ महान मेरो विचारमा त मेरो मन मस्तिष्कमा बस्ने मान्छे हो म उहाँसँग एफिलिएटेड हुँला भविष्यमा हुँला नहुँला त्यो अर्को कुरा हो किन भविष्यको त 1 सेकेन्डको पनि कसैले ग्यारेन्टी गर्न सक्दैन उहाँ त्यस्तो नेता मोहन वैद्य किरण कस्तो लाग्छ मोहन वैद्य सैद्धान्तिक व्याख्याकार बहुत राम्रो चित्रबहादुर केसी बुझ्नुभयो चित्रबहादुर केसी ओके लिएको बाटो ठिक ओके तर जनताको साथ नपाएको नेता डाक्टर भीमरावलसँग त मैले अहिले यहाँनेरि भने आज मसँग यो बहुत साथीहरूलाई भन्दैछु आज मसँग अहिले लिएर कुरा गर्नुहोस् बिहानै एकजना मान्छे आउनुभयो मसँग भेट भयो अनि उहाँ पनि लामो समयदेखि एमालेमा काम गरेर राख्नु भएको रहेछ उहाँले मसँग रुँदै के भन्नुभयो भने भान्जा मलाई त भीमरावललाई एमाले पार्टीबाट हटाएको मलाई बहुत चित्त दुःख भनेर आँखाबाट आँसु मात्र निकाल्नुभयो राहुलजीसँग रेगुलर सम्पर्क भइराखेको हुन्छ र अस्ति यहाँ आउँदा पनि एउटा कार्यक्रम कलेजमा राखौँ उहाँका विचारहरू सुनौँ भनेको थिएँ त्यो बेला उहाँ यता आउँदा म काठमाडौँ थिएँ एकचोटि यो कलेजमा बोलाउने गरिराखेको छु अब हाम्रो अन्तिम सेगमेन्ट म होइन अनि राजा ज्ञानेन्द्र सोध्नु राजा ज्ञानेन्द्रको विषयमा भन्नु हो त्यो त किन सोध्नु भएन त भन्नुहोस् राजा ज्ञानेन्द्र पूर्व राजा ज्ञानेन्द्रको विषयमा अहिले राजा आवश्यक छ राजा कि राष्ट्रपति राजा कि गणतन्त्र भन्ने प्रश्नहरू आइराखेका छन् तपाईँ राजाको पक्षमा कि राष्ट्रपतिको पक्षमा अथवा हामी त्यो सेगमेन्टमा फेरि आउनेछौँ र तपाईँले पहिला पूर्व राजा ज्ञानेन्द्र तपाईँको नजरमा कस्तो व्यक्ति पहिला हामीले यो देशको तपाईलाई कोही आएर यहाँ चुनौती गर्छ भने पनि आई एम रेडी टु फेस द च्यालेन्जेस एउटा गुण्डाले तपाईँ कस्तो कुरा गर्नुहुन्छ एउटा गुण्डाले एउटा बजार कति सताएको हुन्छ पूर्व राजा ज्ञानेन्द्रले साँच्चै सत्ता छोड्दिन भनेर देशमा उत्पात र विध्वंस मचाएको भए यो देश कहाँ पुग्थ्यो राजा चाहिन्छ कि चाहिँदैन होइन तर विश्वको तपाईँ एउटा उदाहरण दिनुहोस्
विश्वको कुन देशको राजाले श्रीपेज शान्तिपूर्वक श्रीपेज राखेर अब जनताको नासो हामीले जनतालाई नै फिर्ता गरिबक्सेका छौँ भनेर कुन महाराजले भनेको छ? बेलायतको कुन राजाले भनेको छ? बेलायतमा चार्ल्स राजाले गरी खाऊ भनेर नेताहरूलाई दिए, तर नेताहरूले संसद र जनतासँग लड्दाखेरि चार्ल्स फर्स्टको के भयो? चार्ल्स फर्स्टको संसदमा 1 भोट भयो। 1647 र 1648 1 भोटले संसदले के भन्यो? महाराज तपाईँको हत्या भयो, तपाईँ अब जिलोटिनद्वारा काटिनुपर्छ भन्दा बेलायतमा चार्ल्स फर्स्टको आफै तपाईँको चाहिँ झुन्ड्याएर मारेको होइन, किनभने सत्ता छोड्न नचाहँदाखेरिको तपाईँको त्यो थिएन। फ्रान्सको लुई 16लाई जिलोटिनले काटेको होइन। इरानको तपाईँको चाहिँ नादिर शाहहरूको शाह डिनेस्टीको हेर्नुहोस्, अफगानिस्तानको जाहिर शाहको कुरा हेर्नुहोस्, इजिप्टको राजतन्त्रको गर्नुहोस्, अटोमन राजतन्त्रको कुरा गर्नुहोस्, तपाईको चाहिँ जर्मनीको विलियम फर्स्टको कुरा गर्नुहोस्। कहाँ राजतन्त्रको अन्त्य कसरी भएको छ? तर नेपालमा प्रजातन्त्र र शान्तिको लागि धेरै भाँड भैलो नहोस् भनेर राजाले जो शान्तिपूर्ण अवतरण गर्नुभयो, किङ ज्ञानेन्द्रको मैले मात्रै होइन, त्यो कुरो सारा विश्वले प्रशंसा गर्छ। अब म केही नामहरू दिन्छु, तपाईँले त्यसमध्ये एउटा रोज्नुपर्ने हुन्छ है। तपाईँलाई अलि असहज पनि हुनसक्छ यो सेगमेन्ट, होइन? नाइ, म मजाले रोज दिन्छु। ल म तपाईँ थाहा छ नि, म धुरमुराएर तपाईँको पहिला सुरुमा म 3 जनाको नाम दिन्छु, त्यसमध्ये तपाईँले 1 जना रोज्नु होला। एमाले अध्यक्ष तथा अहिलेको प्रधानमन्त्री केपी ओली कि काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा कि माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड? उहाँहरू 3 जना मध्ये तपाईँलाई मनपर्ने पात्र तपाईँको प्रश्न नै तपाईँको प्रश्न आफै गएको छ। प्रत्येक कुराको एन्सर दिनुभन्दा अगाडि आधार चाहिन्छ। के का आधारमा मनपर्ने? व्यक्तिगत आधार भनेको उहाँहरूले देश र जनताको लागि गरेको काम होइन। उहाँहरू त देश र जनताको लागि काम गर्ने भनेर जानु भएको छ, प्रधानमन्त्री बन्नुभयो। कामको आधारमा तपाईँले व्यक्तिगत सम्बन्ध पनि त्यसमा केही प्रभाव पर्ला, तर कामको आधारमा प्रचण्ड, केपी ओली र शेरबहादुर देउबा मध्ये 1 जना रोज्नुहोस्। प्रचण्ड, केपी ओली र शेरबहादुर देउबा। प्रचण्ड, केपी ओली र शेरबहादुर देउबा उहाँहरू त्रिभुजको 3वटा भुजा हुन्। यदि यो त्रिभुजका 3 भुजा मध्ये एउटा भुजा मात्रै बाहिर गयो भने तपाईँको चाहिँ त्रिभुजको अस्तित्व रहन सक्दैन। मेरो एन्सर यही हो। त्रिभुजका त्रिभुजलाई रोजे भने त्रिभुज रोजे त, त्रिभुज रोजेपछि त 3टा भुजा अटोमेटिक आइगए। त्यसो भए तपाईँले नेत्र विक्रमचन्द विप्लव कि मोहन वैद्य किरण? नेत्र विक्रमचन्द विप्लव। विप्लव त बारेमा त सम्झौतै हुँदैन। बाबुराम भट्टराई कि प्रचण्ड? प्रचण्ड। जनार्दन शर्मा कि वर्षमान पुन? जनार्दन शर्मा। काङ्ग्रेस सभापति शेरबहादुर देउबा कि महामन्त्री गगन थापा? शेरबहादुर देउबा। त्यसै गरी सुदूरपश्चिमको एमालेका 2 जना, अब भीमरावलजीले त एमाले छोडिसक्नुभयो, भीमरावल कि लेखराज भट्ट? छोड्नुभयो, मान्दैन। कसैले पार्टीले सिफारिस गरेर भीमरावल एमाले होइन भन्ने कुरामा म छैन। उहाँ कसैले निकालेकै होइन। भीमरावलको तन मन मस्तिष्क सबै छ। भीमरावल कि लेखराज भट्ट? भीमरावल मन पर्ने पात्र? भीमरावल। डक्टर साहब। बालेन शाह कि हर्क साम्पाङ राई? बालेन शाह। धनगढीको मेयर गोपाल हमाल कि घोडागुडीको मेयर खडक राउत? ठ्याक्कै बताउनुहोस्। धनगढीको मेयर गोपाल हमाल र घोडागुडी नगरपालिकाको मेयर खडक राउत मध्ये तपाईँलाई मनपर्ने पात्र को? देवेन्द्र परसाईलाई। ठिक छ, नाता सम्बन्धले खडकजी अगाडि भए पनि विकास र मेयरले गर्नुपर्ने जिम्मेवारीमा गोपाल हमाल। तपाईँलाई मनपर्ने पात्र? नाता सम्बन्धले अब व्यक्तिगत कुराहरूले स्थानीय भगौनाले खडक रावत भए पनि जो मेयरले गर्नुपर्ने जो काम गोपाल हमालले गर्नुभएको छ, उहाँले उत्कृष्ट काम गर्नुभएको छ। त्यसै गरी रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने कि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन? यी 2 जना मध्ये तपाईँलाई मनपर्ने पात्र रवि लामिछाने र राजेन्द्र लिङ्गदेन मध्ये? राजेन्द्र लिङ्गदेन। भिजन, उहाँसँग भिजन छ। उसको एउटै मात्रै छ भने त्यत्रो वर्ष पोलिटिक्समा गरे पनि 1 पैसा कसैले दाग लगाउन पाएन क्या राजेन्द्र। 2 जनासँग अघि तपाईँले पारिवारिक सम्बन्ध रहेको कुरा पनि गर्नुभयो। केपी ओली र माधव नेपाल मध्ये 1 जना रोज्नु पर्दा केपी ओली कि माधव कुमार नेपाल? अहिले उहाँहरूको टकराव पनि छ पार्टी फुटेपछि।
तपाईँलाई मनपर्ने पात्र को छ त? केपी ओली छ कि माधव कुमार नेपालजी? काम गर्ने सिलसिलाको हिसाबले कुनै पनि काम अब मान्छेको आफ्नो आफ्नो गुण र स्वभाव हुन्छ होइन सर। र उहाँ पनि मैले एउटालाई मन पराउने बित्तिकै अर्कोलाई जस्तो तपाईँको चाहिँ कोही साथीलाई मलाई माया गर्छु कसैलाई माया गर्छुको भन्नु मतलब अर्कोलाई घृणा गर्छु भन्नु पनि होइन। तर काम गर्ने सिलसिलामा जो अडान लिने पक्षमा चाहिँ ब्याक नहुने पक्षमा जो छ जस्तो म पनि छु अलिअलि होइन। केपी ओलीमा देखिन्छ हो अलिकति त्यो गुण चाहिँ अडान लिनेमा चाहिँ फेरि ब्याक नहुने, बरु सम्झौता हदैसम्म गर्ने, लिइसकेपछि कुनै हालतमा अगाडि बढ्यो त बढ्यो नहुने भएको हुनाले काम गर्ने सिलसिलामा तपाईँको चाहिँ मलाई त्यो मामला भन्नुहुन्छ भने केपी ओली। अब तपाईँको स्कुलको पूर्व क्याम्पस प्रमुख कर्ण भण्डारी कि घोडाघोडी क्याम्पसको क्याम्पस प्रमुख लक्ष्मी भट्टराई तपाईँलाई मनपर्ने यी दुईजना मध्ये? बाफ्रे यति सङ्कटले त यहाँ उत्पातै ल्याउला त तपाईँको त। लक्ष्मी भट्टराई र कर्ण भण्डारी मध्ये तपाईँलाई को मनपर्छ? दुवैजनालाई तपाईँले नजिकबाट चिन्नु भएको छ होइन? उहाँहरूको व्यवहार, उहाँको प्रवृत्ति, उहाँहरूले गरेको काम सबै तपाईँलाई थाहा छ। उहाँहरू दुइटै यो क्वेसनमा चाहिँ मैले मनको कुरा बोल्ने मान्छे हुँ होइन। यो क्वेसनमा चाहिँ तपाईँले रियल भन्नुहुन्छ भने पनि बाफ्रे हामी दुईटा कलेज बिचको यति सम्बन्ध छ ओ भाइ। हामी दुईटा मन मस्तिष्क टाउको दुईटा भएका एउटै मन गरेका मान्छे हौँ लक्ष्मी सर र म पनि। अब धेरै समयसम्म कर्ण सर र म पनि त्यस्तै मान्छे हौँ हेर्नुहोस् है, बुझ्नु पर्दैन। त्यसैले यो कुरामा चाहिँ मेरा लागि इन्च इन्च नेक इन नेक भन्छ नि, त्यो इन्च इन्च मेरा लागि दुइटै कसम से म भन्दैछु तपाईँ, मेरा लागि दुइटै बराबर। यसमा चाहिँ कसैलाई 51 र 50 गर्ने अवस्थै छैन। अब अन्तिममा राजा कि राष्ट्रपति ठ्याक्कै बताउनु? पूर्व राजा ज्ञानेन्द्र शाह कि अहिलेको राष्ट्रपति रामचन्द्र पौडेल? ह्यान्डसम अब तपाईँको चाहिँ म अलिकति आफ्नो शारीरिक एक्टिभिटीहरूमा पनि कुरा गर्छु, सब कुराहरूमा अलिकति आफू पनि इन्ट्रेस्ट छौँ। तर तपाईँको चाहिँ सरकार कति सालमा जन्मी बक्सेको हो भने 2004 सालमा सरकार 2004 अलिकति भइसकेको छैन। 2004 सालमा सरकार जन्मी बक्सेको हो भनेपछि अहिले सरकार हुनुभयो 76, 81, 77, अब सरकार 78, 80 को हाराहारीमा पनि उहाँको काम गर्ने शैली, उहाँको जो तादरुकता छ, उहाँको मिलनसारिता छ होइन। उहाँको एउटा राजा भएको आदमी पनि व्यक्ति पनि जति तपाईँको सिम्पल भएर हिँड्नुपर्छ हुनुहुन्छ त्यो साँच्चै प्रशंसनीय छ। त्यस आधारमा उहाँ हो। अब सोझोपनको हिसाब गर्नुहुन्छ भने हाम्रो राष्ट्रपति पनि अत्यन्त सोझो मान्छे, मेरा लागि दुइटै सम्माननीय हुनुहुन्छ। यसमा त कुनै गणतन्त्र कि राजतन्त्र? अब म गणतन्त्र व्यवस्थामा यो क्याम्पसको प्राचार्य भइरहँदाखेरि मैले गणतन्त्रको विकल्प खोज्नु हुँदैन। अब अन्तिममा के भन्न चाहनुहुन्छ सर? अब यो तपाईँको राष्ट्रिय कलेजमा देखिएको विवाद लगायत विविध विषयमा यो समस्याको समाधान कसरी गर्न सकिएला, जुन तालाबन्दी गरिराख्नु भएको छ, उहाँहरूले पनि यो भिडियो हेरिराख्नु भएको छ, हामीलाई सुन्दै हेर्दै हुनुहुन्छ, उहाँहरूलाई तपाईँको सुझाव सल्लाह के छ? यो राष्ट्रिय कलेजमा जुन समस्या देखिएको छ यसको समस्याको समाधानको सञ्जीवनी बुट्टी, तपाईँ यो राष्ट्रिय कलेजको क्याम्पस प्रमुख भइरहँदा यसको सञ्जीवनी बुट्टी तपाईँसँग के छ र छोटोमा आम श्रोता दर्शकलाई के भन्न चाहनुहुन्छ? एकदमै छोटो। पहिल्यै हाम्रो यस्तो कुराहरूमा पूर्व क्याम्पस चिफले के भन्नुभएको छ भने अब उहाँलाई फेरि हामीले अर्को पनि हाँडी जात्रा गरेका छौँ। बुझ्नु पनि हाँडी जात्रा राष्ट्रियले एउटा मात्रै त गर्दैन। उहाँलाई फेरि हाँडी जात्रा हामीले के गरेका छौँ भने हामी त्यो हाँडी जात्राका भागीदार हामी सबै नै हौँ। उहाँलाई के दिएको छ भने मलाई सङ्कट परेको खण्डमा अनि यस्तो बाधा अड्काउ फुकाउ भन्ने हुन्छ नि, पहिलाको संविधानमा धारा 127 जो थियो होइन, धारा 127 जो 47 को संविधानमा बाधा फुकाउ अड्काउ थियो र निमित्त क्याम्पस प्रमुख भनेर कर्ण भण्डारी सर हुनुहुन्छ यसमा होइन। उहाँ कलेजको निमित्त क्याम्पस प्रमुख हो। त्यो कहीँ जाँदाखेरि मैले उहाँलाई त्यो भनिरहनै पर्दैन, व्यवस्थापन समितिले निमित्त क्याम्पस प्रमुख भनिसकेको छ हो। र
भोलि म पनि क्याम्पस प्रमुखबाट हटेँ भने म अटोमेटिक निमित्त हुनुहोस्। हामीले त यस्तो मोडेल खडा गरेको छौँ सर जहाँ पनि हामी बाध्दैनौँ। त्यसैले यस्तो अवस्थामा मलाई कठिन अवस्थामा मलाई अति दुःख पर्यो भने मैले सम्झिने व्यक्ति कर्णबहादुर भण्डारी र कर्णबहादुर भण्डारीले सम्झिने व्यक्ति म। अब मलाई यस्तो यो कठिन परिस्थितिमा उहाँको सुझबुझ उहाँको अनुभव गर्छ, म उहाँलाई समाधानको लागि जिम्मेवारी दिन्छु। उहाँले चुटकीका भरमा समाधान यो समस्या समाधान गरिदिनुहुन्छ। हस्, थ्याङ्क यू सो मच, धन्यवाद सर। हस्, धन्यवाद। हवस् त श्रोता दर्शकहरू, आजका लागि कार्यक्रमको निर्धारित समय यही सकिन्छ। आजको कार्यक्रममा हामीले राष्ट्रिय कलेज सुखखड कैलालीका क्याम्पस प्रमुख देवेन्द्र कुमार परसाईसँग यो राष्ट्रिय कलेजमा देखिएको विवाद, सोभिउ निर्वाचन, उहाँले गरेका काम कारबाही लगायतका विषयमा केन्द्रित रहेर विशेष संवाद अनि कुराकानी गऱ्यौँ। आफ्नो व्यस्त समयका बावजुद हामीसँग कुराकानी गरिदिनु भयो, उहाँलाई धन्यवाद। तपाईँ सम्पूर्ण श्रोता दर्शकप्रति आभार व्यक्त गर्दै सम्पूर्ण युनिटसहित खकेन्द्र जैसी बिदा हुन्छु। नमस्कार।